3, 2, 1, start. नमस्कार। जिटिएका पिआरको साथमा आज विशेष कुराकानी हाम्रो द सोसल मिररको यो पेजमा पोडकास्टको क्रममा आएको छौँ। तपाईँलाई स्वागत गर्छौँ। धन्यवाद। के कस्तो जीवन चल्दैछ त्यो अलिकति जानौँ पहिले, त्यसको पश्चातै हामी कुराकानीमा गर्नेछौँ। सो फार सो गुड, ठिकै छ। वर्क लाइफ ब्यालेन्सहरू सब ठिकै चलिरहेको छ। अच्छा, त्यसो भए सबै कुरा परिवारमा पनि ठिक छ? एकदम एकदम ओके ओके। एउटा कुरा म अतीतको गर्छु पहिले नै। हुन्छ। यो कुरा चाहिँ कस्तो भन्दाखेरि शक्ति शर्मादेखि एसपी शर्माको कन्भर्सन किन भयो? यो कसरी भयो भने यो फेसबुकमा जति बेला कतिपय अब फ्याक्चुअल कुराहरू राख्दाखेरि धेरैजनालाई पच्दैन। अच्छा, धेरैलाई नपच्दाखेरि चाहिँ फेसबुकमा उहाँहरूले सायद त्यो पेज रिपोर्टिङ गरेको या के गरेको। अनि एउटा राम्रो पनि कुरा के भयो भने त्यति बेला फेसबुकले, यो बहुत अगाडिको कुरा हो, सायद 18 यो कोभिडभन्दा अगाडि नै हो, फेसबुकले मेरो आइडी डिटेल्सहरू मागेको थियो। अनि त्यो आइडी डिटेल्सहरू मतलब गर्दाखेरि चाहिँ मैले सर्ट फर्ममा राखौँ भन्दाखेरि चाहिँ यो एसपी शर्मा त्यसरी भयो। अच्छा, त्यसरी भयो। अदरवाइज यो इन्टेन्सनल थिएन कि त्यति बेलासम्म एउटा जस्ट एउटा नामले प्रोफाइल सुरु गरेको थिएँ इनिसियली, तर लेटर अन ग्रेजुअली यो यसरी इस्ट्याब्लिस हुनु गयो। अनि अहिले सबैले त्यही नामले चिन्छन्। तपाईँ डुवर्सको जन्म भएको व्यक्ति। हजुर। सिलगढीमा तपाईँ हुर्केको बढेको। सिलगढी कृष्णमाया मेमोरियल हाई स्कुलमा पढेको। हजुर। सिलगढी कलेज पढ्नु एकदमै राम्रो, ब्रिलियन्ट स्टुडेन्ट है। पढ्दाखेरि तकलिफ थियो? थियो। त्यो अतीत सम्झिँदा कस्तो लाग्छ? होइन, त्यो स्ट्रगलले आज म जे पनि छु अहिले पनि, अब धेरैले सोध्छ होला यो विकट परिस्थिति त लाइफको सबै ठाउँमा आउँछ, इभन इन पोलिटिक्स पनि आउँछ। त्यसले गर्दा अब जसले पनि यो सिचुएसनमा अब चाहिँ यसलाई प्रब्लम हुन्छ होला भन्ने सोध्छ। त्योभन्दा 1000 गुणा प्रब्लम मेरो चाइल्डहुडमा थियो नि त, मैले त्यसलाई पार गरेर आएको। त्यसले गर्दा हिजोआज लाइफको कुनै अब्स्टकल पनि मलाई त्यस्तो अब्स्टकल लाग्दैन। सो अनि मलाई म्याच्योर्ड बनायो सानै उमेरमा। त्यसले गर्दा मलाई आज पनि लाग्छ कुनै पनि इन्सिडेन्ट्स हुँदाखेरि या वर्तमान परिस्थितिहरू जे पनि छ, मेरोमा प्लान चाहिँ हुन्छ। त्यसले गर्दाखेरि म त्यस्तो त्यो गोइङ विथ द फ्लो देखिन्छ होला, तर म त्यो फ्लोमा भन्दा पनि म प्लानमा काम गरिरहेको हुन्छु। सो आई नो। त्यसले गर्दा त्यो मेच्योर्ड बनायो मलाई। त्यो विगतको जुन परिस्थितिहरू छ, फर्चुनेट भन्छु म त्यसलाई, दुर्भाग्यको रूपमा गर्दिनँ। त्यो मेरो लाइफको एउटा पार्ट हो। अनि ग्रेसफुल्ली म त्यसलाई एक्सेप्ट पनि गर्छु। अनि त्यसको कारणले म आज जे पनि छु। खुसी लाग्छ, खासमा खुसी लाग्छ। कलेजको टाइममा मलाई जहाँसम्म थाहा छ, कलेज पढ्दा पढ्दै कम्प्युटर सिक्ने एउटा समय आएको थियो। कम्प्युटरमा जुन नलेज अब त्यो ग्यादर गर्यो एसपी शर्माले, त्यो नलेजले पुरा सिलगढीको टप टप इन्स्टिट्युटलाई छक्कै पारेको। 6 महिनाको कोर्स 3 महिनामा कम्प्लिट गरेर लास्टमा मलाई थाहा छ हिरक मण्डल कम्प्युटर टिचर हुनुहुन्थ्यो, मेरो टिचर हुनुहुन्थ्यो। यस यस। लास्टमा यहाँसम्म भयो कि शक्ति तुम कैसे किया ये, त्यो अलिकति इन्सिडेन्ट म बताउन चाहन्छु दर्शकवृन्दलाई, थाहा हुनुपर्छ। आजको पिआरओ अतीतको कस्तो स्टुडेन्ट थियो, के थियो, के व्यक्तित्व थियो भन्ने कुरा। टोटल टप क्लासको जति पनि इन्स्टिट्युटहरू थियो कम्प्युटर रिलेटेड है सिकाउने, त्यो इन्स्टिट्युटहरूले अब यो हार्ड डिस्क खतम भयो, काम चल्दैन, फ्याँकेको। त्यो हार्ड डिस्क कलेक्ट गरेर 100-150मा कलेक्ट गरेर ल्याएर 16-17 घन्टा 25 घन्टा कोही 40 घन्टासम्म लगाएर रिपेयर गरेर 3000-3200मा बेच्ने यही एसपी शर्मा हो नि। 90s अर्ली 20s भनौँ न है। त्यो दिन सम्झेर कस्तो लाग्छ? यसो हो, मानिस जहाँ पनि हुँदाखेरि इनोभेसन चाहिँ हुनुपर्छ भनौँ। तिमी कुनै पनि मतलब फिल्डमा हामी जाउँ होइन, सो हामी त्यो फिल्डमा हामीले आफूलाई त्यो फिल्डलाई हामीले कन्ट्रिब्युट गर्नुपर्छ जस्तो लाग्छ। अनि म विद्यार्थी हुँदा पनि त्यही एउटा थियो, म आउट पर्फर्म गरौँ एज अ विद्यार्थी स्टुडेन्ट होइन। त्यो मेरो कोसिस थियो, किन मेरो त्यो पेसा नै त्यति बेला विद्यार्थी भनेको त्यही हो, पढ्नुमा। वन्स यो 97-98 को कुरा हो, जति बेला कम्प्युटर भर्खर सुरु भएको थियो। मैले अघि भने जस्तै सिचुएसन आउनुभन्दा अगाडि अलिकति सतर्क भएर नेक्स्ट प्लान गर्ने मान्छे। त्यति बेला नै अब कम्प्युटरको युग सुरु हुँदैछ भनेर म त्यति बेला कम्प्युटरमा लागेको थिएँ। अनि लाग्दाखेरि पनि
त्यही हो जुन ठाउँमा मैले कोर्स गरेँ अब मेरो टिचर उहाँको के कसो थियो आई डोन्ट नो अब राम्रो सिकाउनु भयो उहाँले त्यसले गर्दा 6 महिनाको कोर्स मैले सायद 3 महिनामा सिकेँ होला म अलिकति स्कुलमा पढ्दाखेरि पनि क्लास 2 मा हुँदा क्लास 5 को किताब पढ्ने मान्छे हो छिटो छिटो छ गर्ने अन्त यता कम्प्युटरमा आउँदा पनि कोर्सेसहरू कसरी छिटो किनभने मलाई जुन जुन टास्क थियो सिक्नुपर्ने छिटो एब्जर्भ पनि गर्थेँ अनि त्यो सकेँ त त्यो सक्दाखेरि म फेरि त्यही इन्स्टिट्युटमा काम पनि गर्न थालेँ यता कोर्स कम्प्लिट भएको छैन अरू स्टुडेन्टहरूलाई सिकाउनु पनि थालेँ हार्डवेयरकै सिकाउनु थालेँ तर अब गर्दै जाँदा धेरै च्यालेन्जेसहरू आउँछ किनभने हामीले देख्यौँ त्यति बेला हार्ड डिस्कहरू कति 1.6 GB होइन एमबीहरूको पनि हुन्थ्यो अनि हामीले अब त्यो हार्ड डिस्कहरू धेरैले फ्याँकेको देख्थ्यौँ त्यति बेला कस्तो महँगो पनि थियो इक्विपमेन्ट्सहरू अनि यसलाई सकिँदैन होला रिपेयरिङ भनेर मैले कुनै दिन टिचरसँग बात गर्दा उहाँले अब त्यो पोसिबिलिटिज नै निल गर्नुभयो तर समस्या छ भने समाधान छ भन्ने विचार त्यति बेला पनि थियो अन्त कोसिस गरेँ त्यो मेरो आफ्नै रिसर्चले गर्दाखेरि सिलगढीको प्राय त्यति बेलाको जति पनि आइटी रिलेटेड ऊ थियो त्यसमा एउटा नाम थियो साइमल्टेनियसली त्यहाँदेखि उता म फार्मामा आएँ फार्मामा पनि कन्ट्रिब्युसन छ आजको दिनमा सिलगढीमा 2-3 वटा क्लब चल्दैछ त्यो कार्डियो डायबेटिक क्लब छ तपाईको यो विषयमा म आउने नै थिएँ किनभने त्यो क्लबहरु मैले एस्टाब्लिश गर्दै गएँ गेस्ट एमआर को रूपमा सिलेक्सन भएको यस यस अनि त्यहाँदेखि मैले सायद टेस्टिमोनियल्सहरु पनि थिएन इन्टरभ्यु दिँदा थिएन हैन 24 घण्टा न 36 घण्टाको टाइम पाएर फेरि गएर सबमिट गरेको यस त्यहाँबाट जुन चाहिँ एउटा स्विच ओभर भयो अर्को कम्पनीमा युज एउटा यो इन्क्रिमेन्ट लिएर त्यो अलिकति सानो संक्षिप्त जान्छ फाइनान्शियल प्याकेजेसहरु त अब फार्मामा धेरै भेटे मैले सुरु गरेको करियर थियो 800 रुपैयाँ देखि मेरो स्यालेरी फर्स्ट स्यालेरी थियो 800 रुपैयाँ मैले छोड्दाखेरि 1,03,000 जस्तो थियो स्यालेरी द्याट्स विदिन अ स्प्यान अफ 10 इयर्स पनि होइन होला 9 वर्षको ग्यापमा मैले त्यतिको ग्रो गरेँ अनि गर्दा गर्दै अब हामी अहमदाबादमा गएर ट्रेन गराउने हैन नर्थ इस्ट जोनकै अब टपर हैन इन्डिया टपर त्यो हामीले त्यो पायौं त्यसले गर्दा अब मैले त्यो फर्स्ट इन्टरभ्यु मात्रै दिएको एक्चुअली भन्दाखेरि त्यहाँदेखि उता मैले इन्टरभ्यु दिइन नेगोसिएसन मात्रै हुन्थ्यो ओके सिधै आओगे कितना लेके कितना चाहिए भनेर बोलाउँथ्यो अनि जान्थे पनि सो अब धेरैले भन्थ्यो टेलर मेड फर दैट उयो प्रोफेसन भन्ने बट त्यो हैन अल्टिमेटली एक ठाउँमा गएर हामीलाई रियलाइज हुन्छ त्यो चाहिँ मेरो प्योरली एउटा फाइनान्शियल फेज थियो लाइफको जहाँ चाहिँ मैले फाइनान्शियल गेन गरेँ ओके अनि तर फाइनान्शियल गेन गर्दाखेरि पनि अब म त्यही दार्जिलिङ सिक्किम यो नर्थ बेङ्गलको यो बेल्टहरू घुम्थेँ हाम्रै धेरैजना साथीहरू देख्थेँ अब त्यहाँनिर धेरैवटा मैले कन्ट्रिब्युट गर्नुपर्ने छ सोसियल्ली भन्ने लाग्थ्यो तर अब त्यो गर्ने अपर्च्युनिटी मलाई त्यो प्रोफेसनले चाहिँ दिँदैन पैसा चाहिँ दिन्थ्यो होइन अन्त त्यो गाडी साडी त्यति बेला हामीले कम्पनीले प्रोभाइड गरेको तर अब त्यो सेटिस्फ्याक्सन चाहिँ थिएन अनि ग्रेजुअली एक ठाउँमा आएर त्यही वर्क लाइफ ब्यालेन्स मैले सुरुमा भने फ्यामिलीलाई पनि मैले टाइम दिनुपर्छ म त्यहाँ एकदम प्योर कर्पोरेट घरको छिमेकीको उसमा के हुँदैछ मलाई मतलब हुन्थेन एक दिनको एउटा इन्सिडेन्ट छ छिमेकीको त्यहाँ मरौ परेको थियो ओके मिसेसले मलाई भनेको नि त्यहाँ मरौ परेको छ जानुहुन्न भनेको ए मतलब नाम सोधेँ मैले कसको भन्ने नाम ठिकै छ ओके लु खानासाना दियो म काममा निस्किन्छु भन्ने त्यो मेन्टालिटी भएको मान्छे त्यहाँ बट ग्रेजुअली आई चेन्ज माइसेल्फ होइन अहिले आजको यसो छ त्यसले गर्दा त्यो एउटा फेजहरू थियो अनि मलाई 1 लाखभन्दा बढीको जो चाहिँ मन्थली प्याकेज थियो त्यो प्याकेजलाई अब लत्याउनु भयो छोडिदिनु क्विट गर्नु कतिको सजिलो थियो एसपी शर्मालाई यो पनि हुन्छ त्यो त किनभने जेनरली हामी जस्तो कमन मान्छेले गर्न सक्दैन त्यो समयमा त्यही पनि आजभन्दा से 15 इयर्स ब्याक अलमोस्ट 10-11 कुरा 11 अनि यसो हुन्छ त्यो एक ठाउँमा गएपछि त्यो स्याचुरेटेड लाग्छ नि जस्तै अब तिमीले गर्नुपर्ने त्यो रिस्क छैन नि जस्तै अब मैले चाइल्डहुडमा जुन रिस्क देखेँ त्यो स्ट्रगल थियो त्यो स्ट्रगल नै मेरो मजा लाग्छ क्या मलाई तर अब त्यो स्ट्रगल भएन च्यालेन्ज छैन सिधा पास छ त्यहाँ मेरो सेल गर्नुको लागि महिनामा 10 दिन 15 दिन काम गऱ्यो भने आरामले भइहाल्ने जसलाई पनि भेट्न गयो अच्छा आयो भनिहाल्थ्यो अब त्यो मैले त्यहाँ च्यालेन्ज चाहिँ केही छैन अन्त त्यो इन्भाइरोमेन्टले चाहिँ सेटिस्फाई पनि गर्दैन मैले अघि भने सोसियली पनि कन्ट्रिब्युट गर्नुपर्ने एउटा ठाउँ थियो फेरि मेरो पर्सनल लाइफमा पनि एउटा ठुलो इन्सिडेन्स भयो त्यति बेला अर्थक्वेकले गर्दाखेरि अनि मैले 1 वर्ष फ्यामिलीलाई टाइम दिनु पर्यो मेरोमा च्यालेन्ज चोइस त्यो बेलाको मेन इन्सिडेन्ट चाहिँ मेरो टर्निङ पोइन्ट हो लाइफको कि त्यति बेला मेरोमा चोइस कम्पनीले के भन्यो त्यो कुरा यस किनभने अब त्यो फ्यामिलीलाई टाइम दिनु अदरवाइज कम्पनीलाई दिनु किन कम्पनीको लागि म स्टार पर्फर्मर कम्पनीले जहिले पनि चाहन्छ कर्पोरेट मिटिङ होस् जहाँ पनि होस् त्यहाँ भेला हुनुपर्छ सो उनीहरूले मेरो कुरा सुन्नु छ एउटा इम्पोर्टेन्ट व्यक्ति भएर तर मेरो पर्सनल लाइफ कस्तो छ भने
मिसेसको प्याटेला फ्र्याक्चर छ, सिजन अब अपरेसन थिएटरमा हुन्छ होइन। Yes, yes. त्यहाँ पनि कल आइरहेको छ, अन्त त्यो कल रिसिभ गर्नु भनिरहेको छ। मैले भने पनि अब मेरो त्यो अपरेसन चल्दैछ, अन्त बोल्नु पनि पर्दैन, त खालि सुन्दै मात्रै भन्यो। त्यति बेला मैले एक्सेप्ट पनि गरेँ, ओके। त्यो कल सक्यो पनि, अपरेसन पनि भयो, सब सक्सेसफुल भयो। तर अब पोजिटिभ साइड पनि छ, नेगेटिभ साइड छ। पोजिटिभ साइड के हो भनेको त्यो नर्सिङ होममा मेडिक्लेमको फेसिलिटी छैन। आजको दिनमा कोही पनि व्यक्तिले हस्पिटलमा गयो भने मेडिक्लेम छैन, कुनै के छैन, उसलाई कतिको स्ट्रगल हुन्छ होला। यो 2011 को कुरा हो। जति बेला मेरो मिसेसको घुँडा फ्र्याक्चर भयो, त्यो हस्पिटलमा मलाई त्यहीँ अपरेसन गराउनु छ। हस्पिटलमा त्यो मेरो मेडिक्लेम कम्पनीको चाहिँ टाइअप छैन। ओके। अन्त म त्यति बेला भन्न सक्थेँ मलाई यही नर्सिङ होममा गराउनु छ, आई वान्ट इट। कम्पनीले 4 घन्टा 5 घन्टामा चाहिँ त्यहीँ गरिदिएको होइन। त्यो मतलब फोनमा मेरो त्यो जितको अगाडि कम्पनी पनि अब त्यसरी काम गर्थ्यो त्यो टाइम थियो। अब त्यो पोजिटिभ साइड हो मेरो त्यो स्ट्याटस थियो। तर अब नेगेटिभ साइड के हो भने त्यसले गर्दाखेरि मिसेसको अपरेसन हुँदैछ, म त्यो अपरेसनमा पनि अब सुनिदिनु चाहिँ पर्ने। अन्त लास्टमा गएर एक ठाउँ गरेँ, भोलिको दिन मेरो पेटल फ्र्याक्चर होला, त्यति बेला नि मैले सुन्नुपर्ने बल लगाएर। अन्त त्यो चाहिँ झसँग भयो लास्टमा के, त्यो दिन राति होला, एउटा वेकअप कल आयो। नाउ आई निड अब अलिकति फ्यामिलीको बारेमा सोच्नुपर्छ भनेर त्यहाँदेखि चाहिँ मेरो लाइफ अलिकति चेन्ज भएको। अदरवाइज त्यो त्यति बेला 1 लाख 2 लाख त्यो सेलेरी केही म्याटर गर्दैन, किनभने 1 लाख त्यो सेलेरी थियो, इन्सेन्टिभ कति पाउँथ्यो म भने त, अरू फेसिलिटिज कति थियो। अन्त आई रियलाइज अब टाइम आयो, आई निड समथिङ एल्स। त्यसको बादमा एउटा फेज आयो मोटिभेसनल स्पिकरको। यस, एक दुईवटा किताब पनि अथर गरेको हामीले पायौँ होइन। डुवर्समा पनि हामीले एज अ मोटिभेटरको रूपमा हामीले इन्भाइट गऱ्यौँ, त्यहाँनिर हामीले वर्कसपहरू गरायौँ होइन। त्यो ट्यालेन्ट थियो, त्यहाँबाट पनि मोहभङ्ग भयो होइन। मोहभङ्ग होइन, त्यो कामै गरिरहेको छु म। इनफ्याक्ट तिमी यु टु गाइड होइन, हामीले कसैलाई गाइड गर्नु छ, कोही स्टुडेन्टलाई गाइड गर्नु छ, यो गाइड गर्नु छ, अल्टिमेटली युथलाई गाइड गर्नु छ, जे पनि छ एउटा पाथ देखाउनु छ। त्यो पाथ देखाउने वे फरवर्ड धेरै हुन्छ। तिमी कहीँ गएर एउटा सेमिनार गरेर गर्छौ, त्यसको एउटा कस्ट इन्भल्भ छ नि त। अनि हाम्रो सोसाइटी अहिलेसम्म त्यहाँ पुगेको छैन कि कस्ट रिसिभ गरेर चाहिँ या कस्ट पे गरेर त्यो सब एटेन्ड गर्ने, त्यो कल्चर इस्टाब्लिस भएको छैन। अनि तिमीलाई काहीँ न काहीँ त्यो इन्टरेक्सन, एउटा नयाँ फिल्ड विनिड होइन, अनि त्यसरी त्यो गर्नुपर्ने हुन्छ। त्यो सोसलाइज अझै हुनु पऱ्यो। मैले अघि भनिहालेँ, म प्योर कर्पोरेट एउटा ब्याकग्राउन्डबाट आएको। मैले घरको छिमेकीसँग नि मतलब राखिनँ। मेरोमा मेरो टास्क भनेको कम्पनीको जुन म असाइन्ड छु, पोस्टमा छु, मैले आउट पर्फर्म गर्नुपर्छ। अनि म त्यहाँनिर बेस्ट छु। मेरो लागि त्यो सोसाइटी, मेरो दिन, मेरो लाइफ त्यही थियो। अनि त्यहाँबाट अब सोसियल भ्यालुज त आयो, मिसेसको पेटलाई फ्र्याक्चर भएर मेरो एउटा वेकअप कल आयो। बट म भने त म छिमेकी छ नि त्यसरी त्यो उयो घुलमिल नगरी हालेको व्यक्ति। तर अब मलाई कन्सर्न चाहिँ छ, मलाई थाहा छ पाथ यो बाटो यही हो, किनभने मैले त्यो बाटोबाट 0बाट गरेको होइन। हामी 2001-2 को बेलामा त्यो भनेको 100-150 होइन, त्यो उसमा हार्ड डिस्कहरू किनेर 3-4 हजारमा बेच्ने मान्छे हामी त्यति बेला। सो हामीले गरेको छौँ। सो एभ्री फिल्डको उयो चाहिँ छ भन्ने त पाथ सिकाउन सकिन्थ्यो, तर सिक्नेसँग एउटा त्यो नेटवर्किङ पनि हुनु पऱ्यो, टिम हुनु पऱ्यो। अच्छा। सो ग्रेजुअली अब अहिले पनि त्यही काम गरिरहेको छु। के भने लाइक अहिले जे पनि छ जिटिएमा स्किल ओरिएन्टेड भयो है, या लाइभलीहुड रिलेटेड, म खालि त्यो खालको प्रोजेक्ट्सहरूमा इन्भल्भ हुन्छु। त्यसले गर्दा अरू चिजहरू मलाई खासै त्यस्तो इन्ट्रेस्ट छैन। अन्त त्यो सेक्टर त्यही हो, काम त्यही हो, तरिका बेग्लै हो। हैदरपाडा याद आउँछ? यस, म बेला बेला जान्छु पनि। अस्ति कहिले पनि गएको थिएँ। त्यहाँ छेउछाउमा जतिजना पनि त्यहाँ सर्कलहरू हुनुहुन्छ याद गर्नुहुन्छ, कोही बेला कसैको त्यहाँ मरौ पऱ्यो भने नि पुगेको हुन्छु प्रायः। केही त्यस्तो इन्सिडेन्ट्स भयो भने पुग्छु। इनफ्याक्ट लास्ट 6-7 वर्ष अगाडिसम्म त त्यो भोटिङको बेलामा त्यतै जान्थेँ। त्यो ग्रेजुअली म यता सिफ्ट गरेँ। एमआर साथीहरूसँग सम्पर्क छ। अब जस्तै ओकेसनली भेट्छु। शान्तनु एकजना म चिन्छु। कोही कोही बेला जस्तै कसैको बिहा पब्लिक उसमा हुन्छ। अदरवाइज अहिले त्यो प्रोफेसनल लाइफ र अरू लाइफले गर्दा लोकेसनै फरक पर्छ। कोही बेला म दार्जिलिङ, कोही बेला कालेबुङ, कोही बेला कहाँ, त्यसले गर्दा भेटघाट हुँदैन। अदरवाइज जस्तै अब कमन फ्रेन्डहरूको त्यहाँ केही इभेन्ट्सहरू हुन्छ, कोही बेला भेट हुन्छ। हिजो जस्तै अब हामी मार्केटहरूतिर कोही बेला गऱ्यो भने पुरानो कलिग्सहरू भेट हुन्छ, एकछिन बस्छौँ, चिया कफी अथवा त्यो सब हुन्छ। त्यो सर्कल छ। तर बकाइदा त्यो अलग्गै टाइम निकालेर जुन पर्सनल उयो गर्नु छ त्यो चाहिँ अलिकति कम्ती छ अहिले। एउटा भेरी इम्पोर्टेन्ट तर सिरियस नोट, एसपी शर्मा मादरी हाटको
प्योर नेपाली भाषी गोर्खा तर दार्जिलिङमा कतिपय व्यक्तिले बबुवा भनेर एड्रेस गर्छ त्यो कमजोरी हो त्यो उनीहरूको कमजोरी हो कस्तो हुन्छ भने नि तिमी जसको बराबरी छ गर्न सक्दैन भने उसलाई चाहिँ क्रिटिसाइज गर्छ अरे नि त हैन सो द मोमेन्ट म कसैलाई अब उसँग बराबरी गरेर उसको फेस टु फेस बसेर उसलाई म च्यालेन्ज गर्न सक्दिनँ अब उसलाई कसरी हुन्छ बदनाम गरेर मेरो लेभलमा पनि भाइरल गरेको थियो इट्स ओके सी त्यसले मेरो भन्दा नि उनीहरूको लेभल देखाउँछ किनभने अब दुईटा चिज हुन्छ दुईजनाको अन्तर हुन्छ नि मानिलिउँ कोही 100 मा कुद्दैछ अरे कोही 0 मा कुद्दैछ अरे गङ्गटी प्रवृत्ति भन्छ नि त अब प्रगति त्यति बेला हुन्छ जति बेला यो 0 मा बस्ने व्यक्तिले पनि बराबरीको लागि चाहिँ ऊ 100 को बराबर आफूलाई अपग्रेड गरेर त्यसको बराबरी गरोस् अब त्यो जसले सक्दैन त्यो 100 को लागि म कसरी हुन्छ 0 मा झारौँ भन्ने हुन्छ त्यसले गर्दा यस्तो बेसलेस कुराहरू गरेर उसले अब आफ्नो स्तर देखाउँछ किनभने जति जे पनि प्रोपागन्डा हुन्छ फ्याक्चुअल केही पनि छैन किनभने वी अल नो मेरो माथि राइटमा बत्लेस छ मेरो रिलेटिभहरू अहिले पनि त्यहाँ हुनुहुन्छ साथीहरू अहिले पनि त्यहाँ छन् होइन त्यो म यसो होइन नि अचानक यहाँ एलियन जस्तो पिके मुभीको आमिर खान जस्तो टुप्लो आएको होइन नि त मेरो त्यो ब्याकग्राउन्ड छ मेरो हिस्ट्री छ आजको डेटमा गयो भने कृष्णमाया स्कुलमा पनि सबै टिचरहरूले चिन्नुहुन्छ त्यति बेलाको साथी सर्कल छ फार्मामै छ यहाँ छ त्यसले गर्दा त्यो मेरो ब्याकग्राउन्डलाई म तानी जब देखाउन गएँ भने उनीहरूको जित हो होइन उनीहरूले जुन नेरेटिभ गर्यो म त्यसमै भुलिएर बसेँ भने होइन म मेरो काम त्यति बेला पनि गरेँ आज पनि गर्दैछु उनीहरूको त्यो नेरेटिभले मलाई के फरक परेन तर 2-4 जना अब जल्ने विरोधी गर्ने हुन्छ भगवानकै पनि विरोध गर्नेहरू हुन्छ म यसमा एङ्गलले हेर्दैछु थर्ड एङ्गल जस्तो कि उनीहरूले जुन नामले एड्रेस गर्यो म एकदम विथ ड्यु रेस्पेक्ट कुनै कम्युनिटीलाई त्यसरी एड्रेस गर्यो होइन यो आई नो यो एङ्गल मलाई धेरैले पनि बिचमा भनेको थियो कि अब यो रेसिजम भन्ने होइन रेसिजम भनेको फेरि म चाहिँ पोलिटिक्समा जानु हो नि म पोलिटिक्समा छु मेरो एउटै भिजन छ यो मतलब संवैधानिक तौरले जुन चाहिँ भन्छ नि मतलब कुनै जाति कुनै धर्म कुनै केही नछुटाइकन हामीले हाम्रो धर्म पालन गर्नुपर्छ भन्ने चाहे त्यो पोलिटिक्समा होस् चाहे त्यो प्रशासनमा होस् त्यसले गर्दा कसैले त्यो कमेन्ट गर्छ भने अब त्यसलाई सजिलो छ रेसिस्ट कमेन्ट गर्यो कुनै के भनेर दुईजनालाई भेला गरेर तमासा गरेर कुनै के गर्नु सजिलो छ मेरो बिहारी साथीहरू पनि छन् नि मरवाडी साथीहरू पनि छ बङ्गाली साथीहरू त पुरै छ होइन तर अब त्यो चम्काउने भनेको त्यो चिप पोलिटिक्स हो मलाई त्यो चाहिँ चिप पोलिटिक्स गर्नु छैन मलाई खासमा त्यो उनीहरूको त्यो तल्लो ग्रेडको पोलिटिक्समा इन्टरै गर्नु छैन त्यसले गर्दा टोटली इग्नोर गरेर म इग्नोरै गरेँ अनि आजको डेटमा पनि जसले आरोप लाउँदै थियो आजको दिनमा के भयो जसले आरोप लायो म मतलब त्यो नाम चाहिँ तोक्दिनँ कसैको पार्टी बर्बाद गयो खार्ला खुर्लुप सक्यो कसैको पोलिटिकल त्यो अवस्था नै सकियो आजको दिन कहाँ छ के छ नोबडी नोस् त्यसले गर्दाखेरि जसले आरोप लाउँछ इट्स अल्टिमेटली ल अफ कर्मा भन्छ नि कर्म हो तिमी मतलब कसैले फेक आरोप लगाएर ऊ अघि उठ्छ भने त्यो त बाउन्स ब्याक हुन्छै हुन्छ त्यो बाउन्स ब्याक पाउँछ त्यसले गर्दा म आफू मेरो कर्ममा रेस्पोन्सिबल छु अनि मेरो कर्म मलाई लाग्छ जे गर्नुपर्छ म त्यसमै स्टिक हुन्छु अरूतिर डाइभर्ट हुने फुर्सद छैन अच्छा अब म शक्ति शर्मादेखि यस स्विच ओभर गरेर अब यता पिआरओतिर जान्छु एउटा इम्पोर्टेन्ट र इम्प्याक्ट पार्ने एउटा पोस्ट यो हाम्रो लागि पनि गर्वको कुरा हो एज अ फ्रेन्ड है म बधाई पनि दिन्छु यो यति ठुलो उयो भएकोमा हामीले बुझ्नु पर्दाखेरि यो बुझ्नुपर्छ कि डिडिएफबाट सुरु भएको यात्रा दार्जिलिङको त्यो जिडिएनएस अथवा कुन चाहिँ हल थियो त्यो जिडिएनएस यस त्यो हलमा डिडिएफको प्रोग्राम हुन्थ्यो कम्पास भन्ने प्रोग्राम चल्थ्यो त्यसमा पनि क्रिटिसिजम आयो आउँछ यस डुवर्सबाट धेरै त्यहाँ आए कोही पोलिटिकल एनालाइसिस गर्ने कोही पोइट आए होइन आफ्नो कुराहरू राखे आसामबाट पनि ल्याएको थिएँ आसामबाट पनि आए त्यहाँ जाँदाखेरि एसपी शर्मा प्योर गोर्खाल्यान्ड प्रेमी गोर्खाल्यान्डको मुभमेन्ट गर्नु जानेन कतिजना लिडरले यो सोच थियो त्यहाँबाट हामीले देख्यौँ स्वयं भोक हडतालमा पनि बसेको एउटा पार्टीको ब्यानर चले होइन त्यसमा पनि आरोप आयो चक्लेट खायो जुस खायो यसरी बस्यो भनेर है त्यहाँबाट अचानक फेरि यता अर्कोतर्फ जिटिएतर्फ प्रादुर्भाव हुन्छ यो के आफैमा द्वन्द्व होइन होइन यो त यसो हो यो प्लानिङ
र गोर्खाल्यान्डको लागि चाहिँ खासमा त्यो मुभमेन्ट त्यो स्विच ओभर नभएको भए नि अहिलेसम्म यहाँ भत्ताभुङ्गै भइसक्यो दार्जिलिङको राजनीति। अच्छा अब कहाँबाट भन्छु भने राजनीतिक कम्पास गर्नु के थियो भने लिडरलाई क्वेसन गर्ने कोही पनि थिएन। अच्छा त्यति बेला प्यानल डिस्कसन कहाँ सुरु भएको थियो? दार्जिलिङको राजनीतिमा प्यानल डिस्कसन नै सायद राजनीतिक कम्पासले सुरु गरेको त्यो हिस्टोरी थियो। अब अहिले धेरैले घरि कुनै के गरेर विकली एपिसोडहरू चलाउँछन् तर त्यति बेलासम्म चलेको थिएन, त्यो सुरु त्यहाँबाट भयो। सेकेन्ड कुरा आयो भोक हडताल। भोक हडतालको अगाडिसम्म टाइपटाइ टकको आजसम्म कुरा भएको थिएन है, चाहे त्यो आलुवालियाको कुरा होस् होइन, किन त्यो एउटा फेज आयो क्या। जस्तै 2007 देखि जिटिए जब गठन भयो 2011 मा, त्यो 11 भइसकेपछि एकपल्ट ट्राइपाटाइट टक भएको थिएन। अनसन भयो, अनसन भएपछि ट्राइपाटाइट टक भयो। गर्दाखेरि त्यो दार्जिलिङको पोलिटिक्समा एउटा जुन चेन्ज आयो नि, एकाउन्टेबिलिटी र बिजेपीले नि होइन केही त दिनुपर्ने रहेछ भन्ने, अनि त्यो अनसनको अगाडिसम्म सबैजनाले बिजेपीले के नै गर्छ भन्ने थियो। तर काहीँ न काहीँ क्वेसनिङ जुन चाहिँ एउटा ट्रेन्ड सेट भयो त्यो त्यहाँबाट सेट भएको। अब त्यसमा भने अघि भने जस्तै कसैले सपोर्ट गर्छ कसैले विरोध गर्छ त्यो उनीहरूको कर्म हो। तर मैले मेरो कर्म इमान्दारी साथ त्यति बिनाएर मुद्दालाई त्यो ठाउँसम्म पुर्याएँ। तर सेकेन्ड स्टेज के आयो भने त्यो 21 को घटना थियो, इलेक्सन पछिको है। अब त्यो सकेपछि चाहिँ अर्को फेज के आयो भने अब जिटिए इलेक्सन हुने भयो। अब चोइस के छ भने जिटिए इलेक्सनमा जस्तै जिटिए सम्झौता जति बेला भएको थियो 11 मा, त्यति बेला कतिवटा टर्म्स एन्ड कन्डिसन नेताहरूले सेटल गर्नु पर्थ्यो इलेक्सन त्यो साइन गर्नुभन्दा अगाडि, गरेन। अनि त्यो कुरा मैले बकाइदा रोडमा र्याली गरेर बताएको। 4टा कन्डिसन थियो, मैले सबै एउटा सायद विषय पनि हुनसक्छ होला। एउटा थियो केसेसहरू, 7 देखि आन्दोलन गर्यो धेरैजनाले, भुक्यो नि त, केस खायो। त्यो केस सेटल गर्नु पर्थेन जिटिएसको जब नेताहरूले एग्रिमेन्ट सेटल गर्यो, एकदम गर्नु पर्थ्यो, गरेन। यता नेताहरू चाहिँ यता के जिटिए एग्रिमेन्ट भयो, यता क्याडरहरू त केस धाएको दाइ थियो त, नेताको त्यति बुद्धि पुगेन। सेकेन्ड कुरा हो जति बेला जेलबन्दी थियो, जेलबन्दीहरूलाई रिहा गर्नुपर्छ किन त्यो पोलिटिकल सेटलमेन्ट हुँदैछ, त्यति बेला नेताहरूको त्यो बुद्धि पुगेन, गर्नु पर्थ्यो। अर्को कुरा त्यति बेला 7 देखि आन्दोलनमा बत्तीको बिल तिर्नु हुँदैन भनेर गऱ्यो लास्टमा 4 गुणा भइसकेको थियो इन्ट्रेस्ट। एउटा होटलले 17 लाख तिरेको छ, उसले जब मालिक चेन्ज गर्नु पर्यो, नयाँ लिज आउट गर्नु पर्यो, किनभने मिटरहरूमा नाम चेन्ज गर्नुपर्छ। त्यो प्रब्लम कसले गर्दा भएको? 7 देखि भएको। जिटिए एग्रिमेन्ट सेटल गर्दाखेरि त्यो सेटल गर्नु पर्थेन, नेताहरूको त्यति बुद्धि पुगेन, जनता भुप्रिरहेको थियो। यो कुराहरू सेटल हुनुपर्छ जिटिए इलेक्सनको अगाडि। कन्डिसन त्यो थियो, त्यो चिठी दिएको पनि छु मैले, अहिले पनि मिडियाले हेर्दा हुन्छ त्यो चिठी छ। अब त्यो कन्डिसन राखेर वान्स त्यो, किनभने जिटिए इलेक्सन भइसकेपछि पोलिटिक्स चेन्ज हुन्छ, बिकज इट्स अ पावर। पब्लिकको लागि एउटा मेन्डेट गर्ने ठाउँ हो त्यो, त्यो मेन्डेटले नै कुरा अगाडि बढ्छ, जे पनि इन्क्लुडिङ ट्राइपाटाइट टक। किनभने 21 को बेलामा एउटा डिफाइन्ड स्टेक होल्डर थिएन। जस्तै केन्द्रमा बिजेपी ट्राइपाटाइट टकको रिप्रेजेन्टेटिभ होइन नि, केन्द्र सरकार हो। बङ्गालमा टिएमसी सिपिएम उनीकै अल पार्टी बसेर हामी अल पार्टी ट्राइपाटाइट टक गर्छु भन्छ, भन्दैन नि त, राज्य सरकार बस्छ। जिटिएमा को बस्छ? यो पार्टीको 2 जना, त्यो पार्टीको 4 जना, त्यसो हुँदैन। स्टेक होल्डर, जब हामी पोलिटिक्स बुझ्छौँ, प्रशासन बुझ्छौँ भने स्टेक होल्डर भनेको इलेक्टेड बडी हो। सो जिटिए एउटा इलेक्टेड बडी, त्यो मात्र बस्नु सक्छ एज अ ट्राइपाटाइट टकको रिप्रेजेन्टेटिभ भनेर। अब इलेक्सन आउँदैछ, कर्म के हो? अनि यदि त्यो चिज गलत भइदिएको भए आजको दिनमा यो ठाउँमा बिजेपीले पेलेर के गरिसकेको हुन्थ्यो। त्यसलाई रोक्नको लागि पनि त्यति बेला जरुरी थियो, होइन तिमीले संवैधानिक ढङ्गमा यदि काम गर्छ भने संवैधानिक प्रोसेसमा इलेक्सन त जानुपर्छ। इलेक्सनको अगाडिको कन्डिसन पनि राखेँ, इलेक्सन पछिको कन्डिसन पनि छ नि हामीसँग। इलेक्सन सकेपछि जिटिएको पहिलो सभामा गोर्खाल्यान्डको प्रस्ताव आयो। अब ट्राइपाटाइट टक भन्छौँ भने होइन, केन्द्र सरकारले के दिन्छ त्यसमा मात्रै डिसाइड छ, किनभने स्टेट गभर्मेन्टले एउटा रिजोल्युसन लिएको छ, स्टेट हबेन भनेको छ। जिटिएले स्टेटको पक्षमा प्रस्ताव गरेको छ। स्कोर बोर्ड अहिले 1-1 छ। अब थर्ड गोल सेन्टरले जे गर्छ त्यही हुन्छ, क्लियर कट, यो अन पेपर छ यो त। अनि त्यति काम गर्नुको लागि पनि यो जरुरी थियो। अब मानिलियो जिटिएको ठाउँमा जोसुकै आएको भए उसले जेसुकै व्यवस्था दियो हामी थाप्न तयार छौँ भनेको के हुन्थ्यो आजको दिनमा? भत्ताभुङ्गै हुन्छ दार्जिलिङको राजनीति। यदि गोर्खाल्यान्डै गर्नुको निम्ति पनि इलेक्टेड बडीले पहिलो सभाको पहिलो प्रस्ताव गोर्खाल्यान्ड पारित गर्नु जरुरी थियो, त्यो पनि कन्डिसन थियो नि त इलेक्सनको अगाडि। अन्त आजको दिनमा म त्यो स्विच चाहिँ यही 4-5 वटा कन्डिसनले गर्दा आएको, अनि त्यो 4-5 वटा कन्डिसनले गर्दै आजको दिनमा गोर्खाल्यान्ड मुद्दा बाँचेको छ। यदि यो नभएको भए चाहिँ गोर्खाल्यान्ड मुद्दा नि सकेको हुन्थ्यो। त्यसो भनेपछि यही एन्सरमै हामी बुझ्न सक्छौँ कि एसपी शर्मा चाहिँ त्यो एङ्गलले अपर्चुनिस्ट छैन, जुन चाहिँ एलिगेसन लगाउँदैछ। अनि त्यो त यसो हो, जसले एलिगेसन लाउँदैछ उनीहरू चाहिँ त्यो ठाउँ नपाएर हो खासमा। अच्छा, आज एसपी शर्मालाई छोड्यो भने सबभन्दा पहिला त्यहाँ जान्छ। जसले जिटेको विरोध गर्दैछ भोलि इलेक्सनमा हेर्नु कि सबभन्दा पहिला क्यान्डिडेचर भर्ने उनीहरू हुन्थ्यो। अच्छा, म इलेक्टेड बडी भएर पनि आएको होइन, कुनै इलेक्सनको पोस्टमा सभासद पनि केही चाहिएन। मलाई एउटा ठाउँमा चाहियो जहाँनिर चाहिँ इस्युज रिलेटेड काम गर्न पाऊँ, अनि त्यसले गर्दाखेरि यो पोस्टमा छु। ओके, म प्रिफर छु। मैले आफ्नो चोइस र मैले जुन
रणनीति सोचेको छु त्यो रणनीतिमा काम गरेको छु। अनि बिजेपीले जुन अहिले बारम्बार त्यो ट्यापाटाइट कुनै के भनेर उटपटाङ गर्दैछ त्यहाँदेखि उता कुनै चिठीमा स्टेट गभर्मेन्टलाई बोलाएको त्यो एउटा हुन्छ नि, हामीले एउटा करेस्पोन्ड कसैलाई पनि गर्दा कपी टु लेख्छौँ नि, कहीँ कपीवाला कुनै आयो आएन। गृह मन्त्रालयले त्यो चिठी इस्यु नै गर्नु सक्दैन जब जिटिए इलेक्टेड बडी छ भनेपछि। ट्यापाटाइट भने चाहिँ एउटा कपी जिटिएलाई आउनुपर्छ, यदि त्यो भएको छैन भने त्यो झोल छ त्यहाँनिर, अनि त्यसले गर्दाखेरि त्यो कपी नै आउँदैन कहिले पनि। बार बार यो क्वेसन उठाउनु तिम्रो त्यो ट्रेन्ड रहेको हुन्छ कि 0 आवरमा क्वेसन हुन्छ यस जसको एन्सर हुँदैन। त्यो त सांसद राजु विष्टले पनि एक्सेप्ट गरेको छ कि 0 आवरमा बोल्दा यति मात्रै हुन्छ कि त्यसमा चाहिँ एन्सर दिनु कम्पेल्ड छैन। अनि एन्सर दिनु कम्पेल्डै छैन त्यहाँ चाहिँ किन बोल्नु? यस जरुरत बोल्नु यस्तो ठाउँमा जहाँनिर चाहिँ मैले कम्पेल गराउन सक्छु एन्सर दिने ठाउँमा। अब एन्सरै त्यहाँ दिनु जरुरी नै छैन भनेपछि त बन्द त्यो ढोका बन्द गरेकोमा बाहिर देउसी खेल्दा भयो। कम्पिटेन्ट अथोरिटीलाई एन्सरेबल गर्नु पर्यो। अन्त उसले क्वेसन आवरमा सोध्दा एन्सर पाइहाल्छ त। अन्त त्यहाँ चाहिँ किन सोध्दैन? अब आज त्यहाँबाट नियत बुझिन्छ। मेरो कुरा त्यति हो। म डुवर्सको पर्सपेक्टिभमा कुरा राख्छु है। डुवर्सले के गोर्खाल्यान्ड मुभमेन्टमा आफ्नो पार्टिसिपेसन दिएको होइन? दिएको, यस दिएको। यो दार्जिलिङले अथवा दार्जिलिङका मानिसले मान्छन्? यो मेरो मनको क्वेसन हो खासमा कि। अच्छा, दार्जिलिङमा धेरैजना नेतृत्वहरू यस्तो छन् जसले सङ्कीर्ण मानसिकता राख्छ। अच्छा, यो अनेस्टली भने कसैलाई राम्रो लाग्ला कसैलाई नराम्रो लाग्ला, एक्सेप्टेड। सबैको नि कुरा गरेको होइन, 2-4जनाको। अनि म त्यसको उयो होला, एक्सेप्सन होला। किनभने म डुवर्समा जन्मेर सिलगढीमा हुर्केर दार्जिलिङको पोलिटिक्समा छु। सायदै त्यस्तो मान्छे भेटेला दार्जिलिङ पोलिटिक्समा। किन दार्जिलिङले के गर्छ, मेरो यही समष्टिको मेरो यही ठाउँको लिडर, उसलाई मात्रै डुवर्स र तराई चाहिँ जहिले पनि भू पार्नको लागि नेगोसिएसनको लागि चाहिँ धम्की देखाउनलाई क्या हो। हाम्रोमा तराई डुवर्सको पनि यति पो पपुलेसन छ है भन्नको लागि मात्रै हो। तर जब बेनिफिटको कुरा आउँछ, जब लिडरसिपको कुरा आउँछ, जब पोजिसनको कुरा आउँछ, त्यति बेला तिमी त डुवर्सको, तिमी त मलाई कति एलिगेसन लाग्छ तिमी सिलगढीको भन्छ। अन्त सिलगढी अन्त तिमीले बार्गेन गर्यौ त। अन्त सिलगढीको सहित भएन, सिलगढीले आन्दोलनमा सहभागिता गरेको छैन, डुवर्सले गरेको छैन। अन्त वाइ डोन्ट यो एलिगेसन जसले लाउँदैछ बुझ्नु त्यो थर्ड क्लासको एउटा लिडरसिप हो, जसले चाहिँ खालि त्यो मतलब गोर्खाल्यान्ड भनेको चाहिँ त्यो भनौँ न त्यो दार्जिलिङ खरसाङ र त्यो मिरिक भनौँ न है, र यता कालेबुङको अलिकति पार्ट त्यतिलाई मात्रै चाहिँ त्यो 3 थुम्कालाई मात्रै चाहिँ सोचेको छ। त्यहाँभन्दा ठुलो भिजन छैन भने उसले त्यहाँभन्दा बेसी त्यो सोच्ने उसको हैसियत पनि छैन। अनि त्यसले मात्रै गर्छ। त्यसले गर्दा डुवर्सले कन्ट्रिब्युट गरेको छ। अनि डुवर्सले एक्टिभली पार्टिसिपेट गर्नुपर्छ म त्यो भन्छु। अनि पोसिबल छ भन्ने उदाहरण हो यस विषयमा। डुवर्सले कन्ट्रिब्युट गर्यो, सेक्रिफाइस गर्यो नि, उनीहरूले अटमोस्ट उनीहरूको लाइफ सेक्रिफाइस पनि गर्यो होइन। अकबर लामादेखि लिएर धेरै नामहरू छन् हो। त्यहाँबाट धेरै जिएलपीको रूपमा अरे जिटिए सम्झौताको अगाडिको शहीदहरू है हाम्रो कस्तो भइरहेको छ अहिले सोच्नुहोस्। अनि त्यो हुनुको बावजुदमा पनि जब एग्रिमेन्ट भयो, दार्जिलिङ लगायत पहाडले जुन फेसिलिटी पाउने स्थिति भयो, जन्मियो, त्यतिखेर डुवर्सले कसरी चट्टै बिर्से मेरो भाइहरू छन् त्यहाँ भनेर। अब यो बिर्सेको कुरा चाहिँ म त्यही भन्छु, दार्जिलिङले कस्तो भने एउटा सत्ता केन्द्रित राजनीति भयो त। हुनु चाहिँ आरोप चाहिँ यता लगाउँछ, तर जसले आरोप लगाउँछ उनीहरूको सोच भनेको सत्ता केन्द्रित राजनीति र कहिले पनि कम्पिटिसन चाहँदैन। अच्छा, अब डुवर्स आयो भने डुवर्समा जे भयो भने शिक्षित व्यक्तित्वहरू छन्। डुवर्सले साहित्यहरूमा धेरै काम निरज जिम्बाले त अनि डुवर्समा त लेस पढा लेखाहरू छन्। त्यो भने त त्यो कस्तो हुन्छ भने निरज जिम्बाले त अन्त सिक्किममा पनि त्यो च्यादर बाँड्ने मात्रै छ, च्यादर बाँड्ने पोलिटिक्स सिक्किमको भनेको नि त। अच्छा, होइन तर फेरि त्यही सिक्किमको खुट्टा नडोकी भएको छैन, एकदम दण्डवत। त्यसले गर्दा त्यो के भन्दैछ र के गर्दैछ त्यो चाहिँ ख्याल गर्नुपर्छ हामीले होइन। अन्त अब अहिले इन्टरलोक्युटरको कुरा आयो ल। इन्टरलोक्युटरकोमा यी पहाड तराई डुवर्सको स्थायी समाधान भन्छ। 2019मा हाम्रो उयसमा के अरे इलेक्सन मेनिफेस्टोमा पहाड तराई र डुवर्स छ भनेको। अनि डुवर्समा अन्त त्यो के अरे पढ्दै नपढेको मान्छेहरू छ भनेपछि लेख्थ्यो त्यो। गर्दा आफूलाई सुविधा पर्दाखेरि चाहिँ डुवर्स र तराईलाई सम्बोधन गर्ने भोटको सुविधाको लागि। अनि आफूलाई जब सुविधाहरूको पर्छ त्यति बेला चाहिँ डुवर्स यस्तो यो यस्तो त्यो त्यस्तो भन्ने। अनि त्यो यही फ्यातुलोपन हो। यही फ्यातुलोपनले गर्दाखेरि चाहिँ डुवर्सलाई कहीँ न कहीँ नेग्लेक्ट गरेको छ। साँच्ची भन्नु तर डुवर्सलाई युज गरेर आन्दोलनलाई हाइप गरेको डुवर्स नि बार्गेनिङ पोइन्ट मात्रै हो। पहाडको यो एउटा पपुलेसन भन्यो भने एउटा सर्टेन लेभलमा नेगोसिएसन हुन्छ, तर यहाँ यति बेसी छ भन्यो भने बेसी हुन्छ। तिमीले अब हामीले नर्मली कहीँ बजारमा गयो भने पनि 5 केजी छ यसको यति दाम भन्यो भने हामीहरूमा त 10 केजी छ भने डबल दाम पायो नि। त्यही डबल दामको त्यो उयो मात्रै गरेको, नट मोर देन द्याट। अदरवाइज आजको दिनमा हेरौँ कुन नेताले चाहिँ है डुवर्समा एक्टिभली पोलिटिकल पार्टिसिपेसन गरेको छ।
विमल गुरुङको कोही कोही बेला गएको देख्छौँ, बट द्याट्स अल्सो युटिलाइजेसन मात्रै। के भिजन दिएको छ? अस्ति भर्खर यो लास्ट इलेक्सनको 24 को इलेक्सनको अगाडिको कुरा हो, नर्थ बेङ्गललाई लिएर एउटा के कमिटी विभिन्न कान्तापुरहरूलाई लिएर गयो। एकैपल्टमा त्यहाँ दिल्ली जाने बेलामा फेरि चाटचुट सम्झौता पनि होइन हौ, दिल्लीले कुनै काम मिटिङमा बोलाउँछु भन्दाखेरि त्यो त आफ्नो कहीँ न कहीँ आफ्नो भ्यालु क्रिएट गरे। एक्ज्याक्टली, डुवर्सको चाहिँ खालि त्यो भ्यालु एडिसन क्या, धनियाँ पत्ता मात्रै हो, सब्जीमा धनियाँ पत्ता हाल्दै यसो देखाउने मात्रै हो, त्यसलाई भोलिमा फ्लेभर आओस् त्यति मात्रै हो, अरू केही छैन। अनि यसलाई चाहिँ बिजिपिएममा चाहिँ हामी जब सल्लाह गर्छौँ सेन्ट्रल लिडरसिपहरू बसेर, एउटा सिद्धान्त चाहिँ हामीले के लेखेको छौँ भने अनटिल एन्ड अनलेस हामीसँग क्लियर कट एउटा एजेन्डा हुन्छ डुवर्सको लागि, क्लियर कट पाथवे हुन्छ डुवर्सको लागि, वी सुड नट डिस्टर्ब डुवर्स क्या। अच्छा, डुवर्सले आफ्नो पाराले पोलिटिक्स गर्नुपर्छ। यो बिजिपिएमको पर्सपेक्टिभ। अब अर्को कुरा चाहिँ मैले व्यक्तिगत रूपले पनि डुवर्समा धेरै साथीहरू छन्, उहाँहरूसँग इन्टरेक्ट गर्दा के गर्छु भने सिन्स डुवर्समा चाहिँ मल्टी कास्ट छ नि त, डिफ्रेन्ट भाषा चल्छ होइन, सबैजना हुँदाखेरि कस्मोपोलिटिसन एउटा यो एरिया हुनाले गर्दाखेरि चाहिँ वाइ नट डुवर्सले चाहिँ अलिक बेग्लै किसिमको एउटा मेन्डेट तयार गरोस्। अनलाइक हिल्समा जस्तै एउटा सिङ्गल एउटा गोर्खा भाषा, गोर्खा पोलिटिक्स चल्छ, है गोर्खा नाममै हामी पोलिटिकल पार्टीहरू इस्टाब्लिस गर्छौँ। डुवर्समा त्यो इस्टाब्लिस गर्नु सजिलो नहोला, वाइ नट एउटा डुवर्सको एउटा छाता अम्ब्रेला कुनै एउटा होस्, अनि त्यसरी चाहिँ डुवर्समा काम गर्नु सक्छ। यो विषयमा चर्चा हुँदैछ त्यहाँनिर, अहिले यो चर्चा निकै चुलिएर गएको छ। मैले प्रायः साथीहरूसँग, किन लास्ट 24 को इलेक्सनको अगाडि पनि धेरैजनाले यहाँ सिलगढी भेट्नु आए, उहाँहरूले पनि डुवर्समा आउनुहोस् न, डुवर्समा सङ्गठन बढाउँ भनेको। हामी सङ्गठन बढाउँला अरे, बट अब हामीले फोकस गर्नुपर्ने एरिया माथि नै छ नि त। अब त्यसमै जति फोकस गर्यो हाम्रो रेस्पोन्सिबिलिटी जिम्मेदारी त्यहाँ पालन गर्न सक्छौँ। दो मेरो बचदेश हो, तर मैले गर्नु सक्ने काम भनेको हामीले यसरी चाहिँ एउटा सोच विचार गर्न सक्छौँ, बट त्यो इन्टायरली तपाईँहरूको लिडरसिप तपाईँहरूले सोच्नु पऱ्यो। त्यो बाटो बन्नेछ भने चाहिँ डुवर्स धेरै लाभान्वित हुनेछ। डुवर्सले आफ्नै पाराले स्टेट गभर्मेन्टसँग होस्, सेन्ट्रलसँग होस्, ग्रेजुअली एउटा मेन्डेट तयार गरेर नेगोसिएट गर्नु सक्छ। त्यो डुवर्सको पक्षमा नेगोसिएसन चाहिँ हिल्सले नगरिदियोस्, किनभने हिल्सले बेनिफिटको बेलामा जहिले पनि छोड्छ। एकदम यो कुरा एकदमै ट्रान्सपायर्ड हो, किनभनेदेखि हामीले 2007 को मुभमेन्टमा डुवर्स जसरी होमिएको थियो कोही पनि अछुतो थिएन। पक्का हो, त्यो बेलामा डुवर्सको एउटा जे भने पनि अलिकति पढालेखा एउटा ग्रुप आएर चाहिँ त्यहाँनिर यसो बातचित गर्दाखेरि स्वयं गोजमाको महासचिवले डुवर्सलाई त हामीले लिनुपर्छ नि हो, अब अहिले पनि किन लिनुपर्छ भन्ने कुरामा चाहिँ नभए हाम्रो भाइ बहिनीलाई चाहिँ कहाँ एकोमोडेट गर्नु, यो मानसिकता छ डुवर्सकै। मलाई याद छ यो जिटी इलेक्सन भइसकेपछि धेरैजनाको केस चलिरहेको थियो नि, जेलबन्दीबाट मुक्त गराइयो होइन, उहाँहरूलाई मुक्त गराएपछि पनि कोर्टमा केस चलिरहेको छ। उहाँहरूको अर्डर कस्तो थियो भने दार्जिलिङ डिस्ट्रिक्ट छोडेर जान नपाउने। त्यो डुवर्सको भाइ बहिनीले पुरा दुःख पाएको थियो। त्यति बेला पनि हामीले इन्टरभेन गरेको छौँ त्यसमा, कसरी हुन्छ एटलिस्ट यो पर्मिसन ग्रान्ट गर्नुपर्छ, उहाँको घर डुवर्समा छ भने। डुवर्सले त्यसरी धेरै दुःख पाएको छ, तर जब सघाउने बेलामा आउँछ कोही बलात्कृत भएको छ, कोही आउँदैन बचाउने बेलामा। खालि त्यो नेगोसिएसनको लागि चाहिँ भाषणमा र मिडियामा बयान दिँदाखेरि चाहिँ हामी डुवर्सको पनि छौँ भन्छ, त्यति नै हो। अब यो रियलाइजेसन चाहिँ डुवर्सले पनि गर्नुपर्छ भनेको। अनि अब त्यो त्यही भनेको, त्यसले गर्दा एउटा मेन्डेट चाहिँ डुवर्सले आफूले सोच्नुपर्छ। अनि त्यो मेन्डेटलाई लिएर चाहिँ अब अगाडि जाउँ, कोलाबोरेसन गर्नु सकिन्छ, कोअर्डिनेट गर्नु सकिन्छ, बट डाइरेक्ट इन्टरभेन हिल्सले गर्यो भने चाहिँ त्यो कहीँ न कहीँ फेरि ठगिनु मात्र हो। अब यहाँ प्रश्न आउँछ कि कोलाबोरेसन त गर्नु के को लागि गर्नु, गोर्खाल्यान्डको लागि कि डेभलपमेन्टको लागि? नट एट अल जी, गोर्खाल्यान्ड हाम्रो जुरिडिक्सन त्यहाँसम्म पर्यो, ठिक छ, तर पर्यो त भन्छौँ, तर हामी यो जान्दछौँ कि स्यामुल्सन जुन चाहिँ कमिटी कन्स्टिट्युट भयो त्यो कमिटीको त रिपोर्टै आएन कि। अनि हाम्रो जुन चाहिँ तथाकथित 200 कति मौजा इन्क्लुड गर्ने कुरा थियो त्यो त हराएर गयो। डुवर्सले भने जस्तो म्यान्डेट र भने जस्तो लिडरसिप गरेन नि त। डुवर्सले एक्टिभ पार्टिसिपेसन गर्यो, नकार्नु सकिँदैन त्यसलाई, तराईले पनि गर्यो। तर डुवर्सबाट त्यो अनुहार जुन अनुहार चाहिँ पहाडमा होइन उसको म्यान्डेट चल्छ भन्ने बराबरी हाराहारीमा आउने लिडर को थियो। अब अहिलेको आजको डेट पनि हेरौँ हामीले, 2011 मा जिटिए सम्झौता भयो, 11 देखि 25 लामो समय हो, 1 दशकभन्दा बेसी, 15 वर्ष भयो। 15 वर्षमा हामीले एउटा लिडर जन्मायौँ डुवर्सको, जसको कुरा चाहिँ पहाडमा बित्छ, पहाडलाई होइन उसले दिशा देखाउन सक्छ भन्ने जस्तो त्यो लिडर। अब तराई र डुवर्सको चाहिँ सबभन्दा ठुलो च्यालेन्ज चाहिँ लिडरसिप क्रिएट गर्ने हो नि त, होइन? म बारम्बार हुन्छ, म एक्सेप्सनल हो, म काहीँ न काहीँ आई नो ओभरअल सिचुएसन के थियो, कसरी गर्ने, वाइल्ड कार्ड एन्ट्री जस्तो म आएँ, म आफ्नो ठाउँमा छु। अब यसलाई धरि झार्नुको लागि धेरै स्ट्याटिक्स, धेरै त्यो पोलिटिक्स हुन्छ, त्यो आफ्नो ठाउँमा छ।
तर भनेको तर डुवर्सले कहीँ न कहीँ त्यो एउटा सङ्गठन त्यसो पाराले बनाएर होस् होइन, पोलिटिकल सङ्गठनै भनेको छुइनँ, अराजनीतिक सङ्गठन हुनसक्छ। आसाममा धेरै त्यस्ता इक्जाम्पल छन्। त्यो इक्जाम्पल्सहरूलाई नै साथमा साथ राखेर लिडर क्रिएट गर्नु पर्यो, मास लिडर क्या। त्यो मास लिडरले चाहिँ अन्त त्यहाँदेखि चाहिँ नेगोसिएसन जब हुन्छ, अब यो इलेक्टेड अहिले छ नि, यो नेगोसिएसन कुनै के ट्राइपाटाइटमा कुन चाहिँ एमएलएलाई बोलाए केही छैन, त्यो फोटो खिचाउने मात्रै हो। त्यो लिडर भनेको होइन, मास लिडर त्यो बोर्डको कुरा सुनोस्। यस, जसले चाहिँ साँच्चै कन्सर्न राखेर चाहिँ गोर्खाल्यान्डको पक्षमा कुरा राख्न सक्छ। अनि उसले चाहिँ जति बेला कुरा हुन्छ गोर्खाल्यान्डको पक्षमा डुवर्सको नेतृत्व गरोस् क्या। अन्त डुवर्सको नेतृत्वको अभाव छ डुवर्समा चाहिँ। बीजीपीएमले के गोर्खाल्यान्डको पक्षमा कुरा राख्छ? अब त्यसको सिधा साधा अफिसियल एन्सरै मैले दिएँ अघि। जिटिएको सभाको पहिलो प्रस्तावमा गोर्खाल्यान्ड भनेको। अब जुरिडिक्सन हेरौँ न, बीजीपीएमको पोलिटिकल परिधि जिटिए बेल्ट मात्रै हो। त्यहाँदेखि बाहिर के अरे मटिगढा नक्सलमा बीजीपीएमले झन्डा लाउँदैन। डुवर्समा है नगरकट्टातिर गएर बीजीपीएमले मादरियाटमा झन्डा लाउँदैन, त्यहाँ पोलिटिक्सै गर्दैन भनिसकेपछि गोर्खाल्यान्ड विषय त सेन्ट्रल सब्जेक्ट पनि स्टेटमा पनि पुगेन होइन। अब तर बीजीपीएमले जुन क्षेत्रको गर्दैछ त्यसको इमिडिएट सुपिरियर भनेको स्टेट गभर्मेन्ट मात्रै हो। त्यसले गर्दाखेरि बीजीपीएमको पोलिटिकल जुरिडिक्सन त्यहाँसम्म आयो। वाइ नट भन्ने कुरा क्या। अन्त हामीले गर्न सक्नेमा चाहिँ जे पनि पोसिबिलिटी छ द्याट इज अल 45 समष्टिजको इलेक्टेड रिप्रेजेन्टेटिभको अगाडि चाहिँ प्रपोजल राखिदिने, तपाईँहरू गोर्खाल्यान्डमा सहमत हुनुहुन्छ भन्ने। अन्त त्यसमा अफिसियली सबैले सहमति जनायो। नट अ सिङ्गल पर्सन जिटिए बेल्टमा कसैले विरोध गरेन, चाहे त्यो पक्ष होस् अपोजिसन होस्। आजको डेटमा सांसदले भन्दैछ नि हामीले बुझ्नुपर्छ, इन्टरलोक्युटर आउनुपर्छ। अरे इन्टरलोक्युटरको लागि योभन्दा ठुलो अफिसियल डकुमेन्ट के हुन्छ होला? लु अच्छा, यो इन्टरलोक्युटरको जरुरतै किन पर्यो? म आउँदैछु त्यसमा। ठिक्कै यही क्वेसनकै एन्सर हो यो म जुन चाहिँ भन्दै थिएँ। अफिसियल डकुमेन्टेसनै त इलेक्टेड रिप्रेजेन्टेटिभले पारित गरेको सभाको प्रस्ताव हो नि त। आज स्टेट गभर्मेन्टले एउटा बिल पारित गरिदियो अरे नि त विधानसभामा, गऱ्यो भने त्यो अफिसियल डकुमेन्ट होइन। अब त्यसलाई लिएर फर्दर काम गर्न सकिन्छ नि त। सिमिलरली जिटिए बेल्टमा त्यो एउटा प्रपोजल पारित गरेको छ। अब यो एकता भनेको त भोटको एकता मात्रै हो नि त। यो कुनै के समाजघरलाई भेट्ने उसले के चाहन्छ त्यसले के चाहन्छ भने त्यो भुलाउने मेलो हैन। यो त किन हामीले युनानिमसली भेटेरै आइरहेको छौँ त। युनानिमसली सबैले एक्सेप्ट गरेको प्रस्ताव भनेको गोर्खाल्यान्ड हो। कि होइन भने गोर्खाल्यान्ड दिनु सक्दिन, अरू कुरामा बात गर्न आएको भन खुलेर, ढाँट्ने काम छैन होइन। त्यसले गर्दाखेरि चाहिँ इन्टरलोक्युटरको आवश्यकता परेको भनेको चाहिँ भुल्याउने मेलो मात्रै हो। मतलब कामै गर्नुको लागि त उसलाई बाटो खोलिदिएको छ। यहाँसम्म चर्चा भयो कि इन्टरलोकेटरको मिनिङ बुझ्नुको लागि चाहिँ डिक्सनरी पल्टाउनु पर्यो अरे भनेर ठुल्ठुला मान्छेहरूको मुखबाट सुन्यो। इन्टरलोक्युटर भनेको नै अब मैले पनि यो आएपछि अलिकति अझै रिसर्च गरेँ, किनभने कुनै पनि विषयमा हामीले कमेन्ट गर्नुभन्दा अगाडि त्यसको डेप्थमा जानुपर्छ। डेप्थमा जाँदा के देख्यो भने इन्टरलोक्युटर मतलब इन्भल्भ भएर गरेको कुनै पनि यो समाधानमा चाहिँ अलग राज्य छैन आजसम्म। मतलब इन्टरलोक्युटरको सक्सेस रेट हेऱ्यो भने चाहिँ 0% छ अलग राज्यको लागि। सो वाइ अलग राज्यको लागि इन्टरलोक्युटर? एउटा कुरा त्यो आयो। अर्को कुरा आयो इन्टरलोक्युटर चाहिँ त्यस्तो ठाउँमा मात्रै एपोइन्ट गरेको छ जहाँ अलरेडी डिस्टर्बेन्स छ, आर्म्स मुभमेन्टहरू छ होइन, साह्रै त्यो अशान्ति भइरहेको छ। यहाँ त शान्ति छ। यहाँ त अन्त एउटा चिठी आयो भने त्यो चिठीमा भने त चिठीको त्यो क्वालिटी हेर्नुपर्छ। थर्ड ग्रेडको एउटा त्यो चाहिँ सामाजिक संस्थाहरूले पनि त्योभन्दा राम्रो एउटा चिठी पठाउँछ मिटिङको सिसी। यो मैले सामाजिक सञ्जालमा देखेँ। अब त्यसलाई त्यस्तो हुँदाखेरि होइन हामी त जान्छौँ सरकारले बोलाएको छ भनेर त्यो जानुमा रेडी पनि छ मान्छेहरू। किन इन्टरलोक्युटर चाहियो? यहाँबाट आफै दिल्ली खर्च गरे जाने मान्छे रेडी छ, उसलाई यहाँ किन बोलाउने होइन? फेरि हामीले चर्चा गृहमन्त्रीदेखि गरेको, अहिले त गृहमन्त्रीले सुन्नु छोडेछ है। मिनिस्ट्री अफ स्टेटमा अस्ति त्यहाँदेखि अब इन्टरलोक्युटर बोलाएर इन्टरलोक्युटरले फेरि चाहिँ होम मिनिस्टरलाई रिपोर्ट गर्छ। किन टाइम पास? यो त भएन त। अन्त बात गर्दा गर्दै फेरि अर्को पर्सनलाई गरेर फेरि उतैबाट यहाँ आउनु अरे, यो नाटक हुँदैछ। अनि अझै एउटा कुरा मैले यहाँ इन्टरलोक्युटर सम्बन्धमा इन्ट्रेस्टिङ के देखेँ भने इन्टरलोक्युटरको नियुक्तिको पत्र नै सार्वजनिक भएन। मानिलिउँ जसले चाहिँ मेरो समस्या समाधान गर्न आउँदैछ, पहिला त त्यसको अफिसियल, जस्तै मानिलिउँ अहिले एसआइआरको लागि मेरो घरमा आउँदैछ भने एसआइआरको नोटिफिकेसन आयो नि त। अन्त एसआइआर आउँछ अरे भनेर उसलाई किन इन्टरटेन गर्नु, उसलाई चिया किन अफर गर्नु? घरमा कोही बेला त लुट्ने मान्छे नै आएको हुनसक्छ होइन, फ्रडहरू आएको हुनसक्छ। हामीलाई थाहा छ सरकारी प्रक्रिया यसो हो, नोटिफिकेसनहरू आयो, अब चाहिँ मलाई कसैलाई घरमा बिएलओ आए भने म स्वागत गर्छु नि। बिना मतलब जसको नोटिफिकेसन छ, फेरि हिजो सांसदले कहाँ बोलेको देख्दै थिएँ, नोटिफिकेसन देखाउँदैन अरे, सिक्रेटहरू उसको। अब मेरो कुरा सुन्न आउने मान्छे मैले चाहिँ अब के टर्म्स एन्ड कन्डिसनमा एपोइन्टमेन्ट गरेको छ, मैले पढ्न नपाउने के हो यो? अच्छा, मलाई यही त ढाँटेको बुझिहाल्नु। यो ढाँटेको त हो नै हो।
के प्रश्न मलाई गर्नु मन लाग्यो भने नि अहिले बात गर्दै दार्जिलिङले एउटा सांसद जन्माउनु सकेन मणिपुरबाट सबसे ठुलो जोक्स हो हाम्रो अलग यो चाहिँ जसले बिजेपीलाई चाहिँ भोट दिनुपर्छ भन्छ उनीहरूको लागि हो यो खासमा लाजमर्दो विषय हो अब सबभन्दा पुरानो पार्टी सुभाष घिसिङको छोरा लिगेसी कुनै के भन्छन् होइन अन्त ऊ पनि सांसद हुने लायक छैन रहेछ सिएम हुने लायक हो त अब विमल गुरुङ है एकदम गोर्खाको अभिभावक हाम्रो विश्वले चिन्ने नेता भन्छन् विश्वकोले चिन्ने नेता पनि एमपी हुने लायक त छैन रहेछ सिएम हुने लायक हुन्छ त्यो मान्छे होइन अब आजको डेटमा जसले पनि आफ्नो है लिएर आउँदैछ बोरो गरेर ऊ व्यक्ति त्यो साँच्चै भनेको एमपी हुने लायक छैन रहेछ भने चाहिँ ऊ सिएम हुने लायक चाहिँ कहाँबाट ल्याउँछौ एमपी बोरो गर्दैछौँ सिएम त अब अमेरिकातिर जानु पर्यो बोरो गर्नु त्यही त यो स्थिति छ यो चाहिँ अब त्यो ब्रेन ड्रेन भएकोहरूले चाहिँ पोलिटिकल स्ट्राटेजिक्स भनौँ न अब यो कसरी बुझ्छ हामीले बुझेको चाहिँ क्लियर कट थियो किन जबसम्म हामी आफ्नो खुट्टामा हामीले मागेको स्वायत्त शासन हो नि त एकदम हामीले चाहेको अलग राज्य हो नि त हामी आफू चलाउँछौँ भनेको नि त एकदम अन्त आफू त एमपी त हुनु सकेको छैनौ अन्त कसरी चाहिँ तिमी अलग राज्य चलाउँछौ त्यसले गर्दा एसएस अहलुवालिया जसवन्त सिंह त्यहाँबाट राजु विष्ट अब फेरि अर्को को खास कुरा भनौँ यसको एक्चुअली सिक्रेट द सिक्रेट बिहाइन्ड यो एमपी बोरो गर्ने के के भने पहाडमा कुनै पनि नेताले चाहँदैन है अघि भनेछ क्या तराई र डुवर्सबाट नेता आयो भने त हाम्रो के हुन्छ होइन जसरी सिक्किमले भन्छ नि त दार्जिलिङ सिक्किम मर्च भने हाम्रो के हुन्छ भने जस्तो सिमिलर यो कुरा इन्ट्रेस्टिङ छ सिमिलर हो अब मानिलिउँ के अरे लोकलै कोही मान्छे एमपी भइदियो अरे पहिलाको कुरा सुनौँ न विमल गुरुङ जिटिए चलाइरहेको छ एमपी कुनै के यहाँबाट भइदियो भने त अन्त ऊ पो ठुलो नेता होला कि त्यो इन्सेक्युरिटी क्या पहाडको 90% नेता चाहिँ इन्सेक्युरिटीले ग्रस्त छ ओके त्यो इन्सेक्युरिटीले गर्दा अलिकति राम्रो काम गऱ्यो भने उसलाई कसरी झारौँ अलिकति राम्रो कुरा बोल्दैछन् उसलाई कसरी क्रिटिसाइज गरौँ उसको एगेन्स्टमा फेक नेरेटिभ अहिलेको बाबुवा भने त्यो फेक नेरेटिभ कसरी बनाऊँ बिकज ऊ पो ठुलो भन्छ कि भन्ने नि त्यो इन्सेक्युरिटी माइन्डसेटले चाहिँ ग्रस्त बिमार व्यक्तिहरू छन् अनि त्यसले गर्दा पनि आजको यो अवस्था हो यसरी अनि के हाम्रो 100 भन्दा माने बढी वर्षको जुन चाहिँ डिमान्ड छ यो डिमान्ड अब सम्भव छ त यस्तै अवस्थामा चाहिँ पोसिबल छैन पहिला त हामीले मागेको के त्यसको ठाउँ जान्नुपर्छ होइन मलाई मानिलिउँ घर बनाउनु छ सिमेन्ट किन्नु छ भनेपछि म फ्रुट्दोको सपमा त जाँदिनँ अब हाम्रो यहाँ भने त जे पनि घटना हुँदैछ त्यो घटना त लाजमर्दो भइरहेको छ इन्टरलोक्युटर भनेको अघिको इक्जाम्पल म त्यहाँबाट नेगोसिएटर हो नि उसले त स्टेट गभर्मेन्टसँग नेगोसिएट गर्नु पर्यो उसलाई थाहा नै छैन उसको काम यदि हेर्नु हो भने अब अलग राज्य नै माग्नु हो भने त सांसद 2-2 छ उसले त्यहाँ गर्नु पर्यो सांसदले इन्टरलोक्युटरलाई पास गर्दैछ इन्टरलोक्युटरले स्टेट गभर्मेन्टलाई खबरै नगरी आयो भनेर विरोध भइरहेको छ अन्त यहाँ के अरे लोकल जुन चाहिँ बडी छ इलेक्टेड बडी उसलाई पनि केही अपडेटै छैन यो त तमासा मात्रै भइरहेको छ अनि जबसम्म यो गोर्खाल्यान्डको नाममा तमासा मात्रै हुन्छ केवल नेगोसिएसन क्या तराई र डुवर्स नेगोसिएसन गरे जस्तै त्यो भएको केही छैन अनि यो स्ट्राटेजी नै बुझ्दैन कुन चिज कहाँ माग्नुपर्ने कसरी माग्नुपर्ने त्यसको प्रोसेस के हो भने 0 आवरमा किन बोल्दैछ यसको पछिको त्यो साइकोलोजीहरू बुझ्दैन तबसम्म गोर्खाल्यान्ड त सम्भव छैन भन्नु पर्दाखेरि माग्नेको त्यो क्यालिबर छैन माग्नेको क्यालिबर भनेको माग्नेको कस्तो भने त्यो स्वार्थ बेसी भएर नि बिजेपीसँग जो अलायन्स गरेको छ उसले गोर्खाल्यान्ड सोचेकै पनि छैन हौ हैन उसले सोचे भने पो त उसलाई गर्नु लाउँछ आजको दिनमा एउटा सांसद पठाइसकेपछि तिमी हुँदा हुँदै चाहिँ मैले किन इन्टरलोक्युटर ल्याएको भन्नुपर्ने कि तिमी हुँदा हुँदै इन्टरलोक्युटर आयो म त इन्टरलोक्युटरलाई स्वागत गर्छु उसले त भारी बिसाइसक्यो नि अब राजुले क्वेसन कसलाई जिम्मा छैन अब भोलिको दिनमा गोर्खाल्यान्ड भएन भने सांसदलाई क्वेसन गर्यो भने इन्टरलोक्युटर आएको थियो उसलाई सोध्नुपर्छ भन्नेर ऊ गाडी दैलो बन्द गरेर चल्दिन्छ एकदम कुरा ठिकै पनि हो इन्टरलोक्युटर राखेपछि उसलाई सोध्नु अब इन्टरलोक्युटरलाई भेटे पो सोध्ने त अन्त इलेक्टेड गरेर पठाएको छ उसलाई इन्टरलोक्युटर त मेरो नोकर होइन यो ओभरअल हेर्दाखेरि यो 26 अगाडिको एउटा इलेक्सनको गिमिक यसको अगाडिको इन्टरलोक्युटरले त भन्यो इलेक्सनको छेउमा इन्टरलोक्युटरको काम छैन रिजाइन गर्यो सेम अब ऊ चाहिँ इलेक्सनकै अगाडि आएको छ अब उसले के काम गर्छ त्यो पहिलाको इन्टरलोक्युटरले बताइसकेको छ योभन्दा अगाडि न त एसटी स्ट्याटसमा काम हुन्छ गोर्खाल्यान्डको त पुरै छ झन् गम्भीर स्थिति छ एसटी हिजो पनि म सुन्दै थिएँ सांसद राजु विष्टको बयान स्टेट गभर्मेन्टलाई दोष लगाइरहेको थियो स्टेट गभर्मेन्टले अझै कुनै के फाइल दिनुपर्छ अरे कुनै के दिन्छ अरे अन्त सिक्किममा त 11 जनजाति डिमान्ड छ होइन सिक्किममा त अन्त बिजेपीको अलायन्स एनडिएको घटक दलै छ होइन अनि सिक्किमले पठाइदियो होइन सिक्किमलाई गरिदेऊ हाम्रोमा इक्जाम्पल हुन्छ अरे सिक्किमले पास गर्दैछ त्यही बाटो इक्जाम्पल त हो नि त हामीले त्यही बाटो गर्नुपर्छ भोलि स्टेट गभर्मेन्टको नभन्न अगाडि मै धर्ना दिउँला लु
सिक्किममा त्यत्रो हुँदाहुँदै गरेको छैन, त्यहाँबाट त बुझिन्छ नि। आसाम यो दायित्वपूर्ण रूपले भनेको एकदम भनेको यदि सिक्किममा गएर देखाइदियोस्। आसाममा स्टेट गभर्मेन्ट कसको छ? बिजेपीको छ। आसाममा गोर्खाहरूले पायो 11 जनजाति भएको छैन। अन्त बङ्गाललाई गाली गर्नुभन्दा अगाडि त इक्जाम्पल क्रिएट गर्नु पर्यो नि त। सिक्किममा र आसाममा त्यहाँको गोर्खाहरूले चाहिँ 11 जनजाति पाओस्, अनि हामीले नि देख्छौँ बाटो यो बाटो फलो गर्नुपर्ने रहेछ। अन्त बङ्गालमा किन भएको छैन, म फलो गरौँला। खोइ त अन्त त्यो अन्त यहाँ चाहिँ गाली गर्दैछ, त्यो दुइटाको क्वेसन आयो भने भाग्छ। भनेपछि 26 अगाडि पनि एसटी स्ट्याटस पनि छैन, गोर्खाल्यान्डको त कुरै छैन। किन 21 को चुनावको अगाडि राजुले भनेको सांसदले त्यसो भए दार्जिलिङलाई त केही पनि दिएन, बरु सिलगढीलाई अलिकति त्यो बाटोको काम भयो। बाटो एसियन हाइवे नि त्यो त अटल बिहारीकै बेलाकोहरू हो। अब त्यो यसो हो कि अटल बिहारीले गरिदिइरहेको छ, ऊ त्यति बेला टुप्लो आयो, अन्त पस्किरहेको भात खाँदाखेरि पनि अन्त मैले ल्याएको मैले पकाएको भन्छ भने अब त्यो बुझ्ने मान्छेहरूको बुझाइ छ, बिचारालाई के भन्नु अब। ठिक छ। र पनि सिलगढीले पायो, तर राजु बिष्ट यहाँ सांसद भएर आएको बापत दार्जिलिङले भन्नु हो भनेदेखि केही पनि पाएन। होइन, दार्जिलिङले कतिजनाले पायो? अच्छा, एलायन्स पार्टीहरूले भिटामिन एम पायो। भिटामिन एम हिजो अस्ति मैले खासमा ख्याल गरेको थिइनँ। अन्त हाम्रो त एउटै समस्या छ, भिटामिन एम भनेपछि झसङ्ग भयो। किन राजुले नि आसामतिर गएर पनि बयान गर्दाखेरि भनिरहेको छन् नि त, होइन मेरो त अब यहाँ के अरे दार्जिलिङमा उत्रिने बित्तिकै पैसा मागेर धुरुक्कै बनायो भने झसँग त्यो कोरिलेट गरेँ क्या। फेरि यता जनसभाको अगाडि होइन भेद खोल्नु पऱ्यो भने त म जुत्ताको साइज पनि बनिदिन्छु भनेको छ। फेरि हिजोसम्म गाली गर्ने चुनावको बेला फेरि उसैलाई भोट दिउँ भन्छ। चुनाव सकेर फेरि अस्ति भर्खरको कुरा हो, 25सम्म बिजेपीले केही गरेन भने हामी अर्को बाटो फेर्न सक्छौँ है भन्छन्। त्यो ब्ल्याकमेलिङ हो नि, सिधा ब्ल्याकमेलिङ हो। अन्त त्यो खासमा चाहिएको त भिटामिन एम मात्रै हो। अब त्यो भिटामिन एम कति दिन्छ त्यो तलमाथि हुने, त्यसको लागि चाहिँ यो तराई डुवर्सलाई युज गर्ने, बेला बेला जनसभा जस्तो मान्छे भेला पनि गर्ने हो। अन्त उनीहरूले चाहिँ पायो, उनीहरूको गोर्खाल्यान्ड भयो होला। साधारण जनताले अहिलेसम्म पाएको छैन। अनि साधारण जनतालाई पनि गल्ती कहाँ देख्छु भने जबसम्म यो पोलिटिक्स बुझ्दैन उनीहरूलाई युज मात्रै गर्छ। सिधा होइन लाटा सिधा जनतालाई चाहिँ कसरी हुन्छ मेनिपुलेट गर्यो, भोटको बेलामा भोट पायो, ढुक्क भयो, त्यहाँदेखि उता जिम्मेवारी छैन। प्रत्येक इलेक्सन 21 को इलेक्सनको अगाडि जनजाति अब भइहाल्छ, वान फाइन मर्निङ भनेको। ठिक्क त्यसपछि 22 को इलेक्सन आयो, जिटिए चुनाव थियो त्यति बेला होइन, यहाँ म्युनिसिपालिटी सिलगढीमा म्युनिसिपालिटी इलेक्सन पनि थियो। सिलगढी पनि भोटर नेपाली भोटर पुरा छ। राजु विष्टले 6 महिनामा 11 जनजाति हुन्छ भनेको यहीँ अहिले टेलिग्राफ पनि उसो भने त्यहाँ पनि भेटिन्छ होइन। सक्यो, 24 आयो, 24 को अगाडि दुईटा त होइन कि जनजाति चाहिँ पास हुन्छ भएन भने म रिजाइन गर्छु भनेको। भोट पोलिटिक्समा पार्टिसिपेट गर्दिनँ गरेकै हो, राजनीतिबाट सन्यास लिने भयो। अब यी 26 आउन आँट्यो, यति बेला फेरि त्यसले गर्दा चुनावैपछि हामीलाई यो हुन्छ है अब चुनावमा भन्ने, अनि हामी त्यो एक्सेप्ट गर्ने, एब्जर्भ गर्ने। जबसम्म यो जमात रहन्छ अब त्यो 2-4 जना बिचको त्यो ब्रोकर नेताहरू हुन्छ नि, भोट ब्रोकर, उनीहरूले चाहिँ लु योपालि चाहिँ यस्तो भन्नुपर्छ पर्ब्लिकलाई यता गर्ने, त्यो चाहिँ चल्छ, त्यही चलिरहेको छ। अच्छा, र पनि दार्जिलिङको मान्छेको मोहभङ भएको छ त? छ नि, मोहभङ भएको छ। सोसियल नेरेटिभ एउटा हो जो कर्पोरेट स्टाइलले चल्दैछ क्या। बिजेपीको पोलिटिक्स चाहिँ कर्पोरेट स्टाइल, 4-5 वटा मिडिया किन्यो होइन, अनि त्यो मिडियाहरूले चाहिँ अब त्यही नत्र भने म भन्छु यही क्वेसनहरू हामी जुन चर्चा गर्दैछौँ त्यो क्वेसन मिडियालाई थाहा छैन होला। मिडियाले यो क्वेसन राजुलाई गरेको छैन त हो कि होइन? एकदम यो थोत्रे कतिवटा बयान आउँछ, पास गरिरहेको छ, सिधा सिलेक्टेड मिडियासँग मात्रै वार्ता गर्छ। एक्ज्याक्टली, अरूसँग मतलब छैन। किनभने सिलेक्टेड त्यो पनि लाइभ इन्टरभ्यू गरेर देखाओस् न, देखाओस् लाइभ इन्टरभ्यू, रेकर्डेड मिडिया। अरूहरूसँग लाइभ इन्टरभ्यू गर्ने मिडियाले पनि उसँग रेकर्डेड इन्टरभ्यू गरिरहेको हुन्छ, किन गरेको हुन्छ? अब यो त लाटाहरूले पनि बुझ्नुपर्ने कुरा हो, तर बुझ्दैन अब कतिजनाले। अब डुवर्सले कसरी हेर्नु पहाडलाई कि गोर्खाल्यान्डलाई? गोर्खाल्यान्ड पहाड जसो दाजु सम्झेर पहाडतिर फर्केर हेर्छ दुवै ठाउँले। जस्तै डुवर्सले पहिला लिडरसिपमा फोकस गर्नु पर्यो होइन, डुवर्सबाट पनि नेगोसिएट गर्ने पावर हुनु पर्यो। माया लाग्दो पाराले पहाडले पो केही गरिदिन्छ कि यसले पो केही गरिदिन्छ कि भन्ने होइन, टेक रेस्पोन्सिबिलिटी भन्छु म चाहिँ होइन। मेरो त्यो मोटिभेसन क्लासको पनि त्यही हुन्थ्यो, फर्स्ट स्लाइड हुन्थ्यो, तिमीलाई बडी बनाउनु छ भने चाहिँ तिमीले पुसअप गर्नुपर्छ होइन, इट्स नट द अदर वान। अन्त मलाई बडी बिल्डिङ गर्नु छ, म पुसअप गर्नु पऱ्यो नि। सो डुवर्सले यदि लाग्छ डिप्राइभ भयो, डुवर्सलाई यदि लाग्छ डुवर्सले अब न्याय पाउनुपर्छ भने डुवर्स उठ्नु पऱ्यो, डुवर्सबाट लिडरसिप जन्मिनु पऱ्यो। डुवर्सबाट लिडरसिप पनि यस्तो फ्यातुलो जन्मिन्छ, म नाम भन्दिनँ, 1-2 जना निस्केको छ डुवर्सको यो संस्था कुनै के भन्छ, आज यहाँसँग फोटो टाँसिरहेको हुन्छ, भोलि त्यहाँसँग फोटो टाँसिरहेको हुन्छ, पछि त्योसँग नेतासँग फोटो टाँसिरहेको हुन्छ। म बिजिपिएममा छु,
मेरो इक्जाम्पल भन्दैछु मैले आजसम्म लिडरसिपसँग फोटो टाँसेर प्रचार कहिले गरेको छैन मलाई त्यो लाग्दैन क्या इट्स अल अबाउट आइडियोलोजी हामी आइडियोलोजीमा काम गर्नुपर्छ आइडियोलोजी गर्नुपर्छ आइडियोलोजी त्यसको साथमा सेल्फ कन्फिडेन्सको पनि कम गर्यो स्ट्राटेजी हुनु पर्यो म के गर्दैछु किन गर्दैछु कसरी गर्छु द्याट्स इम्पोर्टेन्ट यो नेतासँग फोटो खिचाएर म नेता हुँदिनँ त्यो नेतासँग फोटो खिचायो भन्दैमा म नेता हुँदिनँ क्या डुवर्सको 1-2 जना निस्केको छ कि कुन चाहिँ विरोध भयो अहिले सोसियल मिडियामा 4 दिन अब सोसियल मिडियामा कुनै पनि इन्सिडेन्ट्सहरू 7 दिन 4 दिन त्यसै चल्छ त्यहाँदेखि अर्को मुद्दा आउँछ यसमा पनि म अलिकति इन्ट्रेस्टिङ कुरा छ अब त्यो कुरा आउँदा उसँग टालिन्छ अर्को कुरा आउँदा उसँग टालेर बयान दिन्छ फेरि 7 दिनपछि उसलाई छोडेको हुन्छ फेरि त्यसरी हुँदैन डुवर्सको हितको लागि अघि आउनु पर्यो डुवर्सको हितको लागि जो खडा भएको हुन्छ त्योसँग स्टिक बस्नु पर्यो फर्म भएर फोकस्ड माइन्ड अनि टेस्ट गर न लिडरसिपलाई टेस्ट गर इट्स नट लाइक उसले एउटा बयान दिँदै ऊ राम्रो भइहाल्यो भन्ने होइन टेस्ट हिम ओभर द पिरियड अफ टाइम 6 महिना लगाउनु 1 वर्ष लगाउनु टाइम दिनु अन्त ऊ त्यहाँदेखि पनि उसको कुराहरू न लजिकल भ्यालिड छ एक्सेप्टिभ कति त फेसबुकमा हिरो हुनुको लागि पनि त्यो त यस्तो छ अब त्यसमा आयो ल यही कुरा चाहिँ म अघि भन्न चाहन्थेँ हिजोआज नि पोलिटिक्स पनि कन्टेन्ट भएको छ क्राइम कन्टेन्ट भएको छ सबभन्दा ठुलो कुरा चाहिँ क्राइम कन्टेन्ट भएको छ म यसमा अलिकति भन्नु पनि इच्छा थियो मेरो एउटा भिडियो पनि म आफै पनि बनाउँछु होला विश्लेषण गर्छु होला क्राइम कन्टेन्ट कसरी भएको छ भने मानिलिउँ पहिला हामी सानो हुँदा मलाई लाग्थ्यो राजीव गान्धीहरू यिनीहरू जति बेला कङ्ग्रेसहरू थियो नि हामीले पुरा सुनेको चर्चामा भएको शब्दहरू हो इडी सिबिआई होइन त्यो इन्क्वायरीहरू भन्ने खालको होइन त अहिले त भ्रष्टाचार भन्यो माइक लिएर टक्क पुग्छ अन्त त्यो माइक लिएर उसले ब्याकग्राउन्ड पनि जानेको हुँदैन त्यसको अन्त कि मोबाइल लिएर पुग्छ होइन अन्त त्यो कन्टेन्ट भयो क्या त्यसको अगेन्स्टमा लु केस गर्ने सबुत पनि जुटाउँदैन बाटोमा कुनै कहाँ त्यो एउटा बाटो खराब हुन्छ भिडियो लिएर लु यसको चाहिँ भ्रष्टाचार भएछ भन्छ कि जसले भिडियो बनायो त्यसलाई सोध्नु त्यो बाटोको टेन्डर भएको थियो भन्ने टेन्डरको त याद छैन भन्छ भ्रष्टाचार गर्नुको लागि त पैसा आएको हुनु पर्यो अनि भ्रष्टाचार गर्छ हो कि होइन 1 करोडको बाटो सेङ्सन भयो 1 करोड पायो अनि भ्रष्टाचार गर्छ न बिल भएको छ न त्यसको टेन्डरै भएको छ खराब बाटो छ त्यसमा भ्रष्टाचार कसरी हुन्छ यो सिम्पल लजिकल कुरा छ अनि त्यसलाई कन्टेन्ट बनायो अन्त त्यो क्राइम भन्ने वर्ड युज गर्छ कि तर त्यो क्राइम चाहिँ कन्टेन्ट मात्रै छ उसको राजु बिष्ट अस्ति कलमा बोल्दै थियो नि दिदी ओ दिदी भन्दै राजु बिष्ट त्यही जलकै उसको म आउँदै थिएँ त्यसमा उसमा पनि छ कमिटीमा पनि छ अब यही राजु बिष्ट हो उसलाई थाहा छ कि छैन आई डोन्ट नो उसको के छ 24-25 मा त बङ्गालमा 50% पैसै दिएन जल जीवन मिसनको तिमीले पैसा दियो भने पो त्यसमा भ्रष्टाचार भयो भन्नु नि सुहाउँछ अब पैसै आएको छैन 50% अन्त पैसा नदिएपछि इन्कम रेट काम हुनु स्वाभाविक हो आज मैले लेबर पेमेन्ट गरिनँ भने मेरो घर बनाउँदै गरेर दिँदैन होइन यसमा यो एङ्गल पनि हुनसक्छ नि कि उसले युटिलाइजेसन या म आउँदैछु पहिला यो यसको सकिहाल्यो त्यहाँ ठिक छ एउटा भयो त्यो आएको छैन सेकेन्ड हो 25-26 मा त एलोटै गरेको छैन अहिले हामी 25-26 को मिडमा छौँ नि त यो फाइनेन्सियल इयरको यसमा त एलोटै गरेको छैन गजी प्रश्न सोध्ने अधिकार आएन अनि त्यसको सिधा एन्सर हो पैसै आएको छैन सजिलो कुरा अब पैसा किन आएको छैन मानिलिउँ करप्सन भयो कुनै के भयो भन्ने छ अरे नि त 100 डेजको एउटा इक्जाम्पल म कोट गर्न चाहन्छु करप्सन भयो मानिलिउँ स्कुलमा एउटा नानीले बदमासी गर्यो स्कुल बन्द गरिदिनु टिचर स्कुल जाँदिन एउटा नानीले बदमासी गर्छ भन्ने त्यो नानीले रेस्ट्रिकेट गर्छ बाँकी स्कुल चल्छ भ्रष्टाचार भयो यो जाँच एजेन्सीहरूको काम के हो अन्त त्यो जसले भ्रष्टाचार गर्यो मानिलिउँ 10 जना 20 जना 20% 50% उसलाई पनिसमेन्ट गर उसको एकाउन्ट रोकिदेऊ बाँकी साधारण जनता जसले जेन्युनली आफ्नो पसिना होइन बगाएर खटेको छ उसको पैसा रोक्ने अधिकार कसले दियो अनि उसको पैसा रोकेको किन खालि स्टेट पोलिटिक्स गर्नुलाई अब यदि यही चिज हुन्थ्यो भने हाइकोर्टमा प्रुभ गर्न सक्थ्यो सुप्रिम कोर्टमा प्रुभ गर्न सक्थ्यो जे त सकेन उसको इन्टेन्सन इल इन्टेन्सन थियो गलत मेलाफाइड एउटा पोलिटिकल इन्टेन्सन थियो भन्ने त फेरि राज्य सरकारलाई पनि थाहा हुन्छ नि राज्य सरकार सुप्रिम कोर्टमा गएर यो मुद्दा लगाउन सकेन कि मेरो पैसा रोकेको छ यो इलिगल हो भनेर त्यही त गरिरहेको छ राज्य सरकारले सेन्ट्रल गभर्मेन्टमा त झन्डै 15-20 हजार मान्छे लिएर गएर बकाइदा मिनिस्ट्रीमा बाँकी रकम यति छ यसको के गर्नुपर्ने भन्ने त आन्दोलन गरेको दिल्लीमा त पक्रेको पनि धेरैलाई यहाँबाट कार्यकर्ता ट्रेन लिएर जाँदाखेरि ट्रेन त्यो दिन क्यान्सल गरायो अभिषेक ब्यानर्जी गएको यो घटना छ नि अनि डिमान्ड नगरेको होइन डिमान्ड गरेको अब डिमान्ड गर्दाखेरि मानिलिउँ मैले कसैलाई पेमेन्ट गर्दैछु भनेपछि मेरो अफिसमा मानिलिउँ 10 जना स्टाफ छ 2 जनाले काम चोरी गर्दैछ म सबैको पेमेन्ट रोकेर राख्नु अनैतिक हो नि त्यो 2 जनालाई हटाउनु पर्यो त्यो त मेरो जिम्मेवारी पर्छ जसले पेमेन्ट दिन्छ उता अफिसबाट डिमान्ड गरेर लु तिम्रो
जसले गल्ती गर्दैछ तिनीहरूलाई हटाऊ, बाँकीलाई गर, उनीहरूको पेमेन्ट रोकिदेऊ भन्दा समेत नगरेर यो 3 वर्ष पेन्डिङ हुँदाखेरि चाहिँ आज कोर्टको यो अवस्था हो। सेम केस जल जीवन मिसनको पनि हो। जल जीवन मिसन पनि त्यही भइरहेको छ। जुन जुन ठाउँमा पानी चाहिएको छ, लु पानी त्यस्तो इम्पोर्टेन्ट हो, तिमीलाई त्यस्तो छ कन्टेन्ट बनाउनु छ भनेपछि कमसेकम इन्क्वायरी गर, इडी र सिबिआई लगाऊ। यो त कन्टेन्ट बनाउने, फेसबुकमा रिल बनाउने विषय होइन नि त। अनि जाँच एजेन्सी प्रत्येक इलेक्सनको अगाडि जाँच एजेन्सी हुन्छ है। 19 को इलेक्सन अब इडी र सिबिआई पावर चढ्छ भन्छ, अहिले एक्टिभ भएको। 21 को इलेक्सनको अगाडि पनि छैन, 24 को इलेक्सनको अगाडि पनि छैन। अब 26 को इलेक्सनको बेला भाषणमा सुनिन्छ होला इडी र सिबिआई आउँछ। यत्रो दिन किन आएन? किन आएन भने त्यो चाहिँ पोलिटिकल इस्यु मात्रै हो, कन्टेन्टको कुरा मात्रै हो, नेताले भाषणमा बनाउने। तर यो अब यसले गर्दा डिप्राइभ को भयो? दुःख कसले भयो? जनता। अनि जनताको दुःख इम्पोर्टेन्ट हो कि मेरो लागि पोलिटिकल भेन्डेटा त्यो इम्पोर्टेन्ट हो? अहिले त आफ्नो पोलिटिकल भेन्डेटा। अन्त पोलिटिक्स गर्नुको लागि मैले यो रोकेँ, मान्छेलाई मिडियामा बोल्ने मैले इस्यु पाएँ, कन्टेन्ट बनाए सक्यो। वाइ नट अफिसियल कारवाही गर्नु पऱ्यो नि। मैले कसैलाई भ्रष्टाचार भन्दैछु भने मेरोमा एभिडेन्स राखौँ। त्यो तल ग्रासरुटको कन्टेन्ट क्रिएटरलाई पनि भनेको, सांसदलाई पनि भनेको, सेन्ट्रल गभर्मेन्टलाई पनि भनेको, त्यो तलको उसले चाहिँ राख कति पैसा तिमीले पे गरेको थियौ, कति पैसाको काम हुनुपर्ने थियो, कति काम भएन, डिफ्रेन्सेस निकाल, जसले गल्ती गर्दैछ लगाइदेऊ, केस लगाइदेऊ, उसको लाइसेन्स क्यान्सल गरिदेऊ। अब म कुरा गर्छु जिटिए भित्रको। जिटिएको एगेन्स्टमा पनि भ्रष्टाचारको कुराहरू उठाइरहेको देखिन्छ। के जिटिएले भ्रष्टाचार गरेर कुरा उठेको कि नगरिकन आरोप मात्रै हो? यो त्यही त भन्दैछु, अहिलेकै कुरामा जोड दिएँ यसमा। जिटिएमा जसले भ्रष्टाचार भन्दैछ त्यो भ्रष्टाचार भन्नेले कोर्टमा केस हालेको छ, कोर्टले प्रुभ गर्यो, उसले त्यो एउटा मुद्दा त चलिरहेछ स्कुलको जो टिचर्स त्यो जस्तो हाँसउठ्दो मुद्दा कहीँ छैन। किनभने त्यसमा मैले जसले केस हालेको छ उनीहरूको मैले जुन ग्रिभेन्सेस सुन्दैछु नि, त्यो ग्रिभेन्सेस चाहिँ के हो भने यहाँ त फेक भोलिन्टियरहरूले जब पायो भन्दैछ नि त। फेक भोलिन्टियरहरूले जसले कहिले स्कुलै टेकेको थिएन, भोलिन्टियरले जब पायो भन्छ। अनि जुन केस गरेको छ त्यसमा 1 नम्बर पिटिसनले पनि मैले खोजेँ क्या, ऊ चाहिँ कुन स्कुलमा भोलिन्टियर गरेछ भने मैले आजसम्म उसलाई भोलिन्टियर उसको त नामै सुनेको थिइनँ मैले। अनि जुन केस म रेज गर्दैछु, मानिलिउँ एकजना यहाँ भाइले यो काम गरेको छैन भन्ने, अनि त्यसले गर्दा उसलाई हुनु पर्दैन, त्यसको ठाउँमा म हुनुपर्छ भन्दैछ, त म पनि गरेको हुनु पऱ्यो नि त त्यो काम। अन्त त्यो पिटिसनरको फर्स्ट पिटिसनरले नै मानिलिउँ भोलिन्टियर गर्दै थियो भने चाहिँ एक्सेप्टेड। ओके, जसले भोलिन्टियर गरेको छैन उसलाई हटाऊ, यसले भोलिन्टियर गरेको रहेछ उसलाई दियो, उसले पनि गरेको छैन। अच्छा, पिटिसनर हिमसेल्फ भोलिन्टियर छैन? ऊ त भोलिन्टियर त के, ऊ त लोकलको मान्छे पनि होइन। अन्त उसले चाहिँ कसरी त्यही क्वेसन चाहिँ रेज गर्छ कि उनीहरू चाहिँ फेक भोलिन्टियर हो भन्ने? ऊ आफै पनि भोलिन्टियर होइन। अच्छा, अरू केस हुनसक्छ, अरू ग्राउन्डमा केस गरेको भए म मान्थेँ, तर जुन ग्राउन्डमा उसले केस गर्दैछ त्यो ग्राउन्डै इनभ्यालिड छ। बिजिपिएम डेभलपमेन्टको पोलिटिक्स गर्छ भनेर यो हामीले सुनेको छौँ। डेभलपमेन्टको पोलिटिक्स गर्छ भनेदेखि हामी रोडवेजको कुरा गर्दाखेरि अहिले पनि त्यही रोड छ जुन रोड पहिले पनि थियो, जहाँ जामबाट कहिले निदान पाउँदैन। यो एउटा कुरा हो। यसको एन्सर गरिहालौँ है। कतिवटा ठाउँमा नि हामी नेसनल पोलिटिक्सहरूमा हेर्छौँ होइन, अरू स्टेटको पनि हेर्छौँ, एउटा हस्पिटल भन्दाखेरि नि 200-300 करोडको हस्पिटल भन्ने सुन्छौँ नि हामी। कतिवटा ठाउँमा टुरिज्म सेन्टरहरू 200-300 करोडको है टुरिज्म सेन्टरहरू बन्यो भन्छ नि। त्यो 200-300 करोडले बनिने एउटा हस्पिटल जतिको बजेट चाहिँ जिटिएको एनुअल बजेट हो। अच्छा, 200 करोड। अरू ठाउँमा चाहिँ त्यसले एउटा हस्पिटल बनिन्छ। अब सिक्किमकै हेऱ्यो भने 11,000, 12,000, 14,000 करोडको बजेट हो होइन। सिक्किमको पपुलेसन र दार्जिलिङको यो जिटिए बेल्टको पपुलेसनमा दार्जिलिङको पपुलेसन अलमोस्ट डबल छ। त्यो डबल पपुलेसनमा उनीहरूको 11,000 करोड भर्सेस यहाँको 200 करोड। अब हामी एक्सपेक्टेसन चाहिँ यो मोबाइलले सबभन्दा ठुलो प्रब्लम ल्याएको चाहिँ के हो भने नि, हामी ग्लोबल भयौँ, ग्लोबल चाहिँ एक्सपेक्टेसनमा भयौँ। जस्तै मेरो घरमा मेरो बाबाको इन्कम 10,000 छ अरे, ठिक छ, तर मैले देखिरहेको छु शाहरुख खानको हातमा आइफोन छ। अब त्यो लोन लिएर किडनी बेचेर भयो नि आइफोन किनौँ भन्ने क्या, त्यो सक भयो नि त मान्छेको। त्यो राम्रो हो, नराम्रो भन्दिनँ, राम्रो होइन हो, तर त्यसको त्यो ग्राउन्ड रियालिटी छ नि। मेरो फ्यामिलीको औकात चाहिँ यतिको छ अनि मेरो एक्सपेक्टेसन चाहिँ मैले यसमा यसरी काम चलाउँदैछु, मेरो बाबाले यतिको दुःख गर्नु हुँदैछ भन्ने। अब हामी डुवर्सकै सिलगढीकै इक्जाम्पल हेरौँ, हर फ्यामिलीको इक्जाम्पल हेरौँ न। छिमेकीले बनाउन सक्छ 10 तला बिल्डिङ, उसको त्यो पैसा छ, उसको बाउले त्यो गरेको थियो या उसको लिगेसी होला। मारवाडीहरूले त 3 पुस्ता 4 पुस्ता 10 पुस्तादेखि बिजनेस गरेको छ,
फाइनेन्सियल स्टेबल छ नि त, गर्छ उनीहरूले। आज शाहरुख खानको छोरालाई लन्च गर्नु कति सजिलो भयो, बाउले मेहनत गरेको थियो, बाउले त्यो इस्टाब्लिस गरिदिएको थियो, उसको त्यो बजेटमा जे भन्यो त्यो पाराले उसले खर्च गरेर गर्न सक्छ। आज बिहारबाट बङ्गालबाट हाम्रो डुवर्सबाट कोही एकजना फिल्म मेकर गएर आर्यन खानले जस्तो सिनेमा बनाउँछु भन्दा त्यो एक्सपेक्टेसन मिल्छ? उसले त शाहरुख सलमान आमिर सबैलाई लिएर एउटा मुभी बनायो, एउटा त्यो सो बनायो, नेटफ्लिक्सले पनि उसको सो किन्यो, हाम्रो त सो किन्दैन भन्दा मिल्छ? मिल्दैन। कम्पेरिजन। सो कम्पेरिजनमा हाम्रो जिटिएको क्षेत्रको बेल्टको बजेट भनेको चाहिँ 200 करोड हो एनुअली। यो चाहिँ पहिला बुझ्नु पर्यो। यो 200 करोडमा हामीले चलाउनु पर्छ यो 12 महिना। त्यो 12 महिनामा कोही बेला डिजास्टर हुन्छ, मरौ त्यतिकै हुन्छ, यो के अरे त्यो सरी मरौ भन्दा त्यो हस्पिटलाइजेसनहरू त्यतिकै हुन्छ। अब यो हस्पिटलाइजेसनमा खर्च गर्ने कति लाइन लागेको हुन्छ त्यो अफिसमा जानेलाई मात्रै थाहा हुन्छ, हामी त्यो पब्लिसिटी गर्दैनौँ। अन्त यो सबै कस्टिङ पनि त्यहाँबाट एरेन्ज गर्नुपर्छ। इन्डिभिजुअल बेनिफिटको पनि धेरै छ। त्यो 200 करोड भर्सेस अब सिक्किममा आजको दिनमा गयो भने सिक्किममा सबै बाटो चकाचक छ छैन? 11,000 करोड 12,000 करोड आउनेमा सबै बाटो चकाचक छैन भनिसकेपछि 200 करोड आउनेमा त्यो एक्सपेक्टेसन कसरी? फ्यामिलीमा त मैले मेरो बाउले 10,000 कमाउँदैछ, मेरो छिमेकीमा 10 लाख कमाउँदैछ, एकैछिन यो सकिहाल्यो, उसँग कम्पेयर गरेर मेरो बाउलाई क्रिटिसाइज गर्नुपर्ने कि मेरो बाउको जुन काम छ नि त्यसमा हात बटाउनु पर्ने? मेरो रेस्पोन्सिबिलिटी त त्यो हुन्छ। यहाँनिर चाहिँ क्रिटिसाइज गरे उसको त हेर त्यसको पताको सिएमले यस्तो गर्यो भने हुँदैन। यो इन्क्लुसिभ हो। हामी यो 200 वाला कसरी 400 गर्ने, यो 200 वाला कसरी 1000 गर्ने त्यहाँ जाने कि यो 200 मा पनि करप्सन गर्यो भनेर रात दिन गाली गरेर चाहिँ त्यो 200 करोड पनि नदेला सब बनाउने। लस कसको? आज जल जीवन मिसनमा घोटालाको कुनै के भनेर दुःख कसले पायो? जसले पानी पिउनु पर्थ्यो। 100 डेजको जसले आरोप लगायो दुःख कसले पायो? त्यसले गर्दा आरोप पर्सनल ग्रिभेन्सेस हुनै सक्छ, मलाई मन नपर्नै सक्छ, तर मैले त्यो गर्दाखेरि चाहिँ त्यसको नुक्सान हुँदैन। नुक्सान चाहिँ मेरो हुन्छ। त्यो कर्म भन्छ नि, त्यो कर्म यसरी फर्केर आउँछ। त्यसले गर्दा फ्यामिलीमा रेस्पोन्सिबिलिटी सेयर गर्यो भने हामी 200 करोडलाई अब बढाउने दिशातर्फ जानुपर्छ। फाइनेन्सियली कसरी हुन्छ अपग्रेड हुनु पर्यो। मैले किन भनेको भन्दाखेरि नि अब एउटा नरेटिभ चलाइरहेको छ कि पहाड हाँस्छे भनेर। पहाड हाँस्छे भनिँदैछ, तर यता पहाडमा धेरै समस्याहरू छ। त्यो समस्याको समाधान गर्नु खुदै पिआरओ गाउँ गाउँ गएर के अरे बी किपिङ गर्नु, पोल्ट्री फार्मिङ गर्नु, कुनै के गर्नु, यो धेरै कुराहरू बताइरहेको हामी देख्न पाउँछौँ। त्यसको कारण भनिहालौँ। अघि एउटा आयो नि बाटो पुरानै छ बढेको छैन भने, म त्यहाँबाट सुरु गर्छु। त्यसमा इन्टरलिङ्क छ यो कुरा। अच्छा, सिजनको टाइममा कोही कोही बेला टुरिस्ट यति आउँछ कि हाम्रो त्यहाँ दिनको 20,000 25,000 गाडी पनि छिर्छ एउटा गाडीमा। हामीले सिजनको बेलामा खाली गाडी त जाँदैन, 10 को एभरेज अझै घटाइदिएँ मैले, 8 को एभरेज गऱ्यो भने पनि होइन 20,000 25,000 गाडीमा 2 लाख टुरिस्ट 2 लाख टुरिस्ट दार्जिलिङ भित्रिन्छ एक दिनमा सिजनको बेलामा। अब त्यो 2 लाख टुरिस्टलाई नि खुवाउने सब्जी पनि तलबाटै जान्छ। अपर्च्युनिटी थियो कि थिएन? त्यो 2 लाख टुरिस्टलाई पहाडकै जति पनि बेल्ट छ, जस्तै म्युनिसिपालिटी कतिवटा छ? 4टा म्युनिसिपालिटी हो हाम्रो, कालिम्पोङ, खरसाङ, मिरिक, दार्जिलिङ। यता रुरल बेल्टमा हामीले पञ्चायत समिति हेऱ्यौँ भने है, ब्लक हेऱ्यौँ भने 9वटा छ भन्दा हामी रेसियो वाइज हेऱ्यौँ भने पनि ब्लक ठुलो। हाम्रोमा कृषि योग्य जमिन पनि बेसी छ। पट्टाकै कुरा आउँदाखेरि हामीसँग त एकड ल्यान्ड छ भन्नेहरू निस्किन्छ। त्यो एकड ल्यान्ड हुनेहरूले चाहिँ साग पनि 2 मुठा चेप्दै हिँडेको हुन्छ बजारबाट, त्यो साग पनि तलबाट आउँछ। यो छ ग्राउन्ड रियालिटी। अन्त इकोनोमिक पोसिबिलिटिज भनेको चाहिँ टुरिस्ट आउँछ। टुरिस्टले अब अहिलेसम्म सुवेनियर के लाँदैछ भन्दा त्यो जमानामा ब्रिटिसको बेलामा आउँथ्यो घुम्न आउने टुरिस्टले आफ्नो छिमेकीलाई फेरि फर्काएर लाँदा गिफ्ट चियापत्ती लान्थ्यो। अहिले पनि चियापत्ती बोकेर लाँदैछ। वाइ नट हामीले ब्रान्ड क्रिएट गर्ने, हनीको ब्रान्ड हुनसक्छ या अरू सुवेनियर्सहरू हामीले खोइ त क्रिएट गरेको। यहाँ अरेन्ज त्यस्तो हुन्छ भन्छ, खोइ त हामी कलकत्तामा सिटी सेन्टरमा इभेन्ट गर्थ्यौँ अरेन्ज फेस्टिभल। त्यो अरेन्ज फेस्टिभलमा जाँदाखेरि सुन्तला सबै नेपालबाट ल्याउनु पर्थ्यो, नाम मात्रै दार्जिलिङ गर्नु पर्थ्यो होइन, त्यो गरेको एक समयमा। अन्त त्यो रियालिटी पनि कहीँ न कहीँ हामीले चेन्ज गर्नु सकेको छैनौँ। दार्जिलिङको आफ्नो अरू ब्रान्ड खोइ त। अनि त्यो ब्रान्ड भयो, कमसेकम मैले अरू ठुलो चिज छोडिदिएँ। पोल्ट्री नै गरोस्, पिगरीको इक्जाम्पल भन्छु, शिलङहरूले पनि अब हाम्रो नर्थ इस्टकै स्टेटहरू हो नि त, त्यो स्टेटले पन्जाबबाट ल्याइरहेको छ। पन्जाब कहाँ हो? यहाँ अपर्च्युनिटी खोइ त। हाम्रोहरूले चाहिँ हामी त पाल्छौँ कुनै के भन्छ, खोइ त पालेको कमर्सियल भ्यालु होइन। आजको दिनमा कसैको घरमा गयो भने किवी हामी त रोप्छौँ, हामी त आभागाडो रोप्छौँ भन्छ, खोइ त त्यसको कमर्सियल भ्यालु। कमर्सियल भ्यालुसम्म जबसम्म जाँदैन अनि त्यसको कन्ज्युमर घरमै आइरहेको छ। जुन कन्ज्युमर घरमा छ 2 लाख कस्टमर पर डे क्याटर गर्नु भनेको 2 लाखको टर्नओभर हुनु भनेको त ठुल्ठुलो सपिङ मल बनिन्छ।
त्यतिको इकोनोमिक पोसिबिलिटिज छ। यो चाहिँ पहाड हाँस्यसँग चाहिँ के भयो भने 17 देखि अगाडि चाहिँ टुरिस्ट आउनु डराउँथ्यो, सोध्थ्यो नि, तिमी हामीलाई पनि सोध्थ्यो होइन, आज पहाड खुला छ कि छैन, जानु सेफ छ कि छैन भन्ने नि। त्यो वातावरण छैन अहिले। पब्लिकलाई लाग्छ दार्जिलिङ शान्ति छ, जान सक्छौँ भन्ने। पहिला पहिला नानीहरू 17को आन्दोलनकै बेलामा नेपालबाट धेरैजनाले फोन गर्थे, मेरो नानी पढ्दैछ उसलाई लानु कि फर्काउनु कि कुनै के भन्थ्यो। आजको दिन त्यो इन्भाइरोमेन्ट छैन, चाह्यो भने उसले पढाउन सक्छ, त्यतिको पिसफुल इन्भाइरोमेन्ट छ। अब यसलाई क्यापिटलाइज गर्नु पऱ्यो नि। अब यो क्यापिटलाइज गर्नुको लागि त यसो हो, सबै काम सरकारले गरिदिँदैन। सरकारले पोलिसी बनाइदिन सक्छ, सरकारले फ्रेमवर्क बनाइदिन सक्छ, सरकारले इन्डिभिजुअल प्रोफेसनसँग एसोसिएटेड व्यक्तिहरूको ग्रिभेन्सेस सुनेर त्यसलाई अझै नेक्स्ट स्टेपमा कसरी लगेर इम्प्लिमेन्टेसनमा काम गर्न सक्छ। तर इन्ड अफ द डे चाहे त्यो रिपोर्टर होस्, रिपोर्टरले आफ्नो पेसा गर्दैछ, उसले कसरी त्यो पेसामा एक्सेल गर्नु सक्छ त्यो बनाइदिने हो। टुरिज्म राम्रो चल्यो भने चालकले कसरी कमाउने, त्यहाँदेखि त टुर्स एन्ड ट्राभल्सबाट गर्छ कि उसले आफ्नै कस्टमर खोज्छ कि होइन, उसको माथि छ। एउटा होटल खोल्नेले उसले आफैले होटल खोल्छ कि उसले होइन मेक माई ट्रिपहरूतिर होइन उसँग टाइअप गर्छ कि, त्यो उसको मामला हो। तर त्यो एउटा चल्न सक्ने इन्भाइरोमेन्ट त बनाइदिन सक्छ नि त। पहिलो च्यालेन्ज चाहिँ दार्जिलिङको त्यो थियो। अहिले नेपालबाट धेरैजना इन्भेस्टर भाग्दैछ अस्तिको आन्दोलनले गर्दा। जुन काम चाहिँ दार्जिलिङको लगभग 3-4 दशकको जुन चाहिँ थियो, त्यो चाहिँ अहिले नेपालले गर्दाखेरि अहिले पनि हिजो अस्ति पनि इन्भेस्टर कतिजना यहाँ आएको थियो। अनि त्यो इन्भाइरोमेन्टमा इन्भेस्टमेन्ट गर्छु भन्ने मान्छेहरू छ नि त हामीसँग। अनि त्यो इन्भेस्टमेन्टलाई लगाएर कसरी हुन्छ यहाँको लोकल इकोनोमी ग्रो गर्ने, प्राइभेट सेक्टरमा जब कसरी क्रिएट गर्ने, त्यो सबमा ध्यान दिनु पऱ्यो नि। अपर्च्युनिटी पुरा छ दार्जिलिङमा भने त। दिनको पर डे 2 लाख टुरिस्टलाई चाहिँ क्याटर गर्नु भनेको बिग अपर्च्युनिटी छ। हाम्रोले अहिलेसम्म त्यहाँ फोकस गरेको छैन। त्यसले गर्दा पिआरओ भएर चाहिँ कुद्नु पर्छ कि यो कुराहरू चाहिँ ग्रासरुटमा राख्नु आवश्यकता परेको। पहाड हाँस्यमा अझै एउटा कुरा के आउँछ भने दार्जिलिङको पल्युसन लिएर दार्जिलिङको पब्लिक टोयलेट अगाडि म कुनै हालत पुग्नु पर्यो कि त्यहाँ के गरौँ, सास लिउँ कि आफूलाई अब त्यो चोक गरौँ भन्ने स्थिति भएको थियो। अनि के त्यसको लागि धरी पैसा छैन? दुईवटा, त्यसमा दुईवटा छ। म दुईवटा इक्जाम्पलै दिन्छु, दार्जिलिङकै टोयलेटकै इक्जाम्पल दिन्छु। एउटा टोयलेट चाहिँ दार्जिलिङको माथि त्यो चौरस्ताको परिसरको छेउमा छ नि, त्यहाँ कस्तो छ? त्यहाँ ठिकठाक छ, म आउँदैछु। अनि एउटा छ सुपर मार्केटको, त्यहाँ इट्स अल डिपेन्ड्स अन कसरी गर्ने। मेरो घरको छिमेकीमा एउटा दामी इक्जाम्पल पनि छ, एउटै इन्भाइरोमेन्ट हो, दुइटै जिटिए भित्र पर्छ। भन्नु अर्थ त्यहाँको मान्छे चाहिँ ठिक छैन। अल्टिमेटली त चिज त्यही हो, हाउ यु मतलब सर्भ द पिपल होइन। हामी पैसा त लिँदैछ नि, दुइटैमा पैसा लिन्छ। पैसा लिएर उसले कस्तो सर्भिस दिन्छ त्यो उसको क्वालिटी। होटल पनि देख्छौँ नि हामीले, एउटा होटलमा राम्रो खाना पाउँछ, त्यही दाम लिन्छ, अर्को होटलमा त्यही दाम दिन्छौँ, खाना खत्तम, अन्त हामी प्रिफर त्यहाँ गर्छौँ नि। सिमिलर हो, हामीले एटलिस्ट 10 दिन बोयकट गरिदियोस् न, लु सबैजना चौरस्ताको टोयलेटमा जाओस्, त्यो टोयलेट आफै सफा हुन्छ। जबसम्म डिमान्ड छ तबसम्म सप्लाई त्यसै हुन्छ है। उसले त्यस्तो त्यो सास बन्द हुन्छ भन्ने खालको त्यो होइन, त्यो टोयलेट हुँदाखेरि चलिरहेको छ, उसलाई प्रब्लम भएको छ, कन्ज्युमरलाई प्रब्लम भएको छ भन्छ। तर कन्ज्युमरले त निस्केर भन्छ, युज त गरिरहेको छ, अन्त उसको त सेल भइरहेको छ, टर्नओभर भइरहेको छ। एज लङ एज उसको टर्नओभर चल्छ, ऊ चेन्ज हुँदैन। चेन्ज गराउनु छ भने दे हेज टु बी चेन्ज कि, मान्छे त्यसै चेन्ज हुँदैन। चेन्ज हुनुको लागि केही न केही चेन्ज त गर्नु पऱ्यो। आज मैले यो पेनलाई पनि यहाँबाट त्यहाँ सार्नु छ भने एफोर्ट लाग्छ, स्ट्राटेजी चेन्ज गर्नु पऱ्यो, केही न केही गर्नु पऱ्यो। हाम्रो एक्टिभिटी चाहिँ सेम छ। ऊ आफै एक दिन झसङ्ग बुद्ध भगवान्ले उसलाई बुद्धि दिएछ त दिँदैन, उसको सर्भिस चेन्ज हुने होइन। सो सर्भिस जहाँ पनि, यहाँ मैले टोयलेटको मात्रै इक्जाम्पल दिएको, इन एनी वे हामी ह्युमन हो। अनि ह्युमनले चाहिँ कस्तो भने त्यो अल्छी भइहाल्छ क्या, एउटा सर्टन पिरियडपछि चाबुक लाउनुपर्छ। उसको सुपिरियरले होइन उसलाई जति नै भने पनि लास्टमा अब कस्तो हुन्छ पोलिटिसाइज भइहाल्छ। फेरि अहिले फुटपाथको कुनै दोकानलाई यसो हटायो भने भोलिको दिन आन्दोलन होइन, त्यसलाई कुनै के भन्यो भने हामी त फलाना पार्टीमा थियौँ, हामीलाई यस्तो भिक्टिमाइज गर्यो अहिलेको सत्ताले भनेर। यहाँ त त्यो केराको बोक्रामा चिप्लियो भने त्यो केराको बोक्रा चाहिँ होइन बिजिपिएम पार्टीले राखेर लडायो भन्ला जस्तो गर्छ कोही कोही होइन। अनि त्यो इन्भाइरोमेन्टमा चाहिँ त्यो पोलिटिकल त्यो वाइ नट चेन्ज क्या। हामी रिक्वेस्ट गर्नु सक्छौँ, भन्नु सक्छौँ सर्भिस मेन्टेन गर। भोलिको दिनमा टुरिस्टले त्यही हो, टुरिस्टहरू चाहिँ त्यो वान टाइम सर्भिसहरू हुन्छ भनेर उनीहरूले त्यसरी गर्छ। तर अल्टिमेटली गएर काहीँ न काहीँ ब्रान्ड इमेज कसो खराब हुँदैछ, दार्जिलिङको सेन्स अफ बिलोङ्गिङ, अनरसिप हुनु पऱ्यो। त्यति गऱ्यो भने सबै चिज सुध्रिन्छ। अच्छा, जिटिए चल्दा चल्दै अहिले इम्प्रोभाइज्ड एडमिनिस्ट्रेसनको कुरा आउँदैछ। यो इम्प्रोभाइज्ड एडमिनिस्ट्रेसनको कुरा चाहिँ किन जन्म्यो? त्यो पनि पोलिटिकल गिमिकै हो होइन? इम्प्रोभाइज भने अपग्रेडेसन अफ जिटिए होइन। त्यो त यसो हो नि, म पनि पहिला
कुनै समयमा क्लास 10 मा हुँदा साइकल कुदाउँथेँ देन आई थट होइन बाइक किन्नुपर्छ भने बाइक लिएँ गाडी लिन्छु त्यो समयअनुसार परिस्थिति अनुसार त्योले पोसाउँदैन मैले अघि भने जस्तै 200 करोड होइन नि यो त बिजिपिएमले गरेको कुरा होइन नि अस्ति विमल गुरुङ तथा ए होइन जिटिआरको कुरा यस त्यो बेग्लै हो म पनि त्यसको अगाडिको कुरा आउँछ त्यसको अगाडि धेरै अगाडि जिटिआरको कुराको धेरै अगाडि पेपरहरूमा आइसकेको छ कि बिजिपिएमको सिडब्ल्युसीमा बसेर हामीले बैठक गरेर जिटिए अपग्रेडेसन एउटा प्रपोजल राखेको अब जिटिए अपग्रेडेसनमा काम किन जिटिए समस्या जुन थियो 2011 तिर त्यति बेलाको हिसाबमा एग्रिमेन्ट भएको नि त तर 2011 कै म्यागीको दाममा आजको दिनको म्यागी पनि पाउँदैन नि त्यो घटेको छ साइज सो म्यागीले कस्ट इफेक्टिभनेस इम्प्रोभाइज गर्यो भनिसकेपछि आजको दिनमा हामीले पनि कहीँ न कहीँ विथ टाइम त्यो टाइम टु टाइम अपग्रेड गर्नुपर्छ अनि हामीले इनिसियल बेसिक जुन क्राइटेरियाको कामहरू गर्नु पर्थ्यो त्यो कतिवटा काम भयो पनि जस्तै एक दुईवटा कलेजहरू आयो एक दुईवटा म्यानेजमेन्ट इन्स्टिट्युटहरू आयो के आयो त्यो छ बाटोहरू पनि एक लेभलको भयो तर अब अघि भने जस्तो क्या डिमान्ड इज मोर बेसी डिमान्ड भइसक्यो अब सप्लाई पनि बेसी चाहियो यो बजेट इन्सफिसियन्ट भयो अनि यो क्षमता पनि अलिकति इन्सफिसियन्ट भयो हामीले अझै फिनान्सियल कतिवटा क्लियरेन्स गर्नु पर्यो अब पञ्चायतहरू थिएन बस बिस्तारै बिस्तारै पञ्चायत पनि छिर्यो अब त्यो पञ्चायतलाई पनि सुपरभाइज गर्नुको लागि हामीलाई कतिवटा पोस्टर पनि क्रिएट गर्नुपर्ने हुन्छ अनि त्यो पोस्टरलाई फेरि इम्प्लिमेन्ट गर्नुको लागि पनि र किनभने एउटा डिसिजन मेकिङ पावर पनि चाहियो त्यो सबै फ्याक्टरलाई लिएर चाहिँ अब फङ्सन किनभने 11 को बेलामा थिएन त्यो चिज त्यसको अगाडि डिजिएसको बेलामा पनि लगभग थिएन त्यो 2 टायरै थिएन अब आयो नि त 2 टायर अनि एडमिनिस्ट्रेसनलाई अझै स्मुथ बनाउनको लागि चाहिँ जिटिएलाई अझै एक लेभल माथि लानै पर्छ त्यो बाई हुक अर बाई क्रुक अनि अब त्यो चिजको लागि चाहिँ एडमिनिस्ट्रेटिभ लेभलमा नेगोसिएसन सुरु हुन्छ डिस्कसन सुरु हुन्छ तर हौ यो नेगोसिएसन सुरु हुँदा कसैले बिटिआर भन्छ भने त्यो अलिकति मूर्खतापूर्ण कुरा हुन्छ किनभने जसले भन्दैछ उसले बिटिआर त्यो बुझेको पनि छैन होला 60 शेड्युल बुझेको पनि छैन होला 60 शेड्युलमा पञ्चायती राज छैन सबभन्दा पहिला त यो बुझ्नु पर्यो अनि पञ्चायती व्यवस्था आइसकेपछि 60 शेड्युल हुँदैन अब यतिको अन्डरस्ट्यान्डिङ छ भने एडमिनिस्ट्रेटिभ बोल्दा भयो अब छैन भने चाहिँ त्यो त्यसै टाइम पास हो किनभने जति पनि बिटिआरमै गरे हेरोस् न अरू पनि परेन उसले जुन नाम भनिरहेको छ त्यही नाममा गरे हेऱ्यो भने पनि त्यहाँ पञ्चायती व्यवस्था छैन त्यहाँनिर चाहिँ भिलेज लेभल काउन्सिल हुन्छ त्यो काउन्सिललाई चाहिँ नोमिनेट गर्छ माथिबाट जस्तै मानिलिउँ आजको दिन पञ्चायत इलेक्सन हुँदैन जिटिएले चाहिँ एकदम नोमिनेटेड बडी बनाउँछ त्यसले चल्छ भने त्यो अनडेमोक्रेटिक हो नि सेम अनडेमोक्रेटिक प्र्याक्टिस छ त्यहाँ जिटी उयसभित्र अनि अर्को कुरा के आउँछ भने 6 शेड्युलभित्र वुमेन्स रिजर्भेसन छैन वेस्ट बेङ्गलमा त पञ्चायती राजमा 50% महिलाको भागीदारी छ हाम्रो समाज धेरै लिबरल छ बङ्गालमा अहिले पनि भनौँ भने या पहाडमा झन् स्पेसल्ली नारीहरूले चाहिँ एक्टिभली पार्टिसिपेट गरिरहेको छ नि त सोसियल इस्युजहरूमा अब 6 शेड्युलमा चाहिँ नारीलाई घरभित्र राख्छ नि त त्यो नारीलाई चाहिँ त्यो लिडरसिप पोजिसनमा दिएको छैन नोमिनेटेड त्यो पनि 2टा पोजिसन अनि आज हामी फर्केर त्यहाँ जाने अन्त यो त अपग्रेड भएन नि त हामीले अपग्रेडेसन चाहेको फाइनेन्सियल अपग्रेडेसन हामीले अपग्रेडेसन चाहेको एडमिनिस्ट्रेटिभ है डिसिजन मेकिङ अपग्रेडेसन चाहेको होइन अब त्यसमा चाहिँ हामीले यस्तो व्यवस्था ल्याउने कि भोलि डिक्टेटर जन्माउने तिमीहरू 4 जना केटा हो तिमीहरू चलाउँछस् र तिमीहरूको भिलेज तिमीहरू त्यहाँ त्यो काउन्सिल चाहेन हामीलाई अनि त्यसलाई संशोधन गर्नु केन्द्र सरकारमा एउटा बिल पेन्डिङ छ कन्स्टिट्युसनको 125th एमेन्डमेन्ट बिल त्यसको विरोध भइरहेको छ 6 शेड्युल एरियाबाट किन त्यसमा 1 टायर पञ्चायतको प्रोभिजन छ हाम्रो त अलरेडी 2 टायर छ अन्त यो प्र्याक्टिकली पोसिबल छैन अनि यो कुरा जसले बुझेको छैन उसले मात्रै बिटिआर र जिटिआर मिडियाहरू पनि देख्छु 2-4 जना क्वेसन सोध्छ त्यही मिडियालाई यसो बेला बेला त बसाएर नि सोधौँ लाग्छ मैले के बुझेँ भने यो चाहिँ 26 को इलेक्सनको माहौल हावा मात्रै हो अरू केही होइन अच्छा प्र्याक्टिकली पोसिबलै छैन यो कुरा माफी चाहन्छु मेनली कुरा के आउँछ भने अब बिजिपिएमले अब भोलिको दिनमा हैन जिटिएलाई सञ्चालन गर्दाखेरि जिटिए भित्रको स्कुल जिटिए भित्रको रोडवेज त्यहाँको वाटर सप्लाई जुन चाहिँ म्यानेजमेन्ट हो पल्युसन कन्ट्रोलको जुन चाहिँ म्यानेजमेन्ट हो यो विषयमा चाहिँ कुनै भिजन लिएर काम गरेको छ कि छैन भिजनकै कुरा गर्नुभन्दा जस्तै हामीले कतिवटा चिज अब यसो 3-4 दशकदेखि समस्या यस्तो थुप्रेको छ कि त्यसलाई हामीले सर्ट आउट गरिरहनु सक्दैनौँ गर्दा अलिकति टाइम चाहिँ चाहिन्छ म इक्जाम्पल दिन्छु स्कुल लेभलकै कुरा गरौँ न है आजको दिनमा एउटा बिल भनौँ न हाम्रो लगभग सबै रेडी छ जिटिएको पहिलो सभामै हामीले एसएससी र टेटको पारित गरेको है रेडी छ तर त्यो गर्ने बित्तिकै यस्तो त होइन नि जति बेला पहिला जुन भोलिन्टियर टिचरहरू इङ्गेज थियो अझ आजको भोलि स्वाच्छुत उनीहरू रिटायर हुन्छ भन्ने पनि छैन उनीहरू छ यदि हामीले त्यो क्राइटेरियामा राख्यो भने त्यो टिचरलाई एक्सेप्ट गर्ने कि नगर्ने अनि यहाँ क्वेसन म आइहालेँ एक्सेप्ट गर्ने कि नगर्ने
होइन त्यसले गर्दाखेरि अब त्यो नियम राख्यो भने चाहिँ अब कि त यिनीहरू पहिला सेटल हुनु पर्यो कि त नयाँ आउनु पर्यो अनि त्यसले गर्दा त्यो धेरै कुराहरू होल्डमा छ अनि सिमिलरली अब जिटिएमा अरू कर्मचारीहरूको लेभल पनि त्यसै छ अनि त्यो एक समयमा पोलिटिकल एपोइन्टमेन्ट जस्तै अब सुभाष घिसिङकै टाइममा चाहिँ कसो भयो भने एउटा पर्टिकुलर पोस्टलाई चाहिँ बाइफर्केट गरेर भनौँ न 3-4 जना पोलिटिकल एपोइन्टमेन्ट भयो उनीहरूको सोल क्राइटेरिया इलिजिबिलिटी उनीहरूको त्यो थिएन जस्ट पोलिटिकल एफिलिएसन थियो तिमी भोलि त्यहाँ जान्छौ तिमी त्यहाँ जान्छौ भनेर भएको अब आजको दिनमा कतिवटा टुरिस्ट स्पट छ नि टुरिस्ट स्पटमा कसरी डेभलप भएको भने तिम्रो जमिन छ होइन तिमी जमिन देऊ तिमी भोलिदेखि यहाँ काममा भन्छ जमिन त आयो नि तर त्यो मान्छे आजसम्म लाइबिलिटी भएको छ होइन किनभने उसले त्यो काम गर्नुपर्छ भनेर आएको होइन उसले जुन चाहिँ दिनुपर्ने सर्भिस भनेको उसले जमिन दियो त्यो जमिनको बदली चाहिँ पेमेन्ट आजसम्म गर्नुपर्छ अनि हामीले अघि सुरु भने जिटिएको एनुअल बजेट अब त्यो बजेटमा हामीले त्यो सबै त्यति बेलाको लाइबिलिटी टाउकोमा बोकेर हिँड्दैछौँ अनि त्यसलाई पोलिसी रातोरात चेन्ज हुँदैन इट रिक्वायर्स सो मेनी थिङ्स जसलाई चाहिँ स्टेप बाई स्टेप किनभने एउटा सेक्सनलाई न्याय हुँदा अर्को सेक्सनलाई अन्याय हुनु भएन मतलब त्यो प्रशासनिक यसमा चाहिँ के भने अघिको क्वेसनसँग रिलेटेड के छ भने बङ्गालको सत्तासीन जुन दल छ है त्योसँग बिजिपिएमको राम्रो साँठगाँठ छ भनेपछि के स्पेसल प्याकेज ल्याएर पहाडलाई डेभलप गर्नु सक्दैन कि पहाडमा राजु विष्ट बिजेपीको एमपी छ र त्यहाँ कतिजना अरू अन्य दलको अथवा कसको त्यहाँ एमएलएहरू छन् र त्यसले डेभलप गर्नु हुँदैन भन्ने यस्तो सोच होइन यस्तो छ राम्रो सोच चाहिँ राम्रो तर त्यो थियोरिटिकल भयो प्र्याक्टिकली ग्राउन्डमा के छ भने त्यही 200 करोड आउँदाखेरि पनि आरिस गर्नेहरूले चाहिँ भ्रष्टाचारको आरोप लगाइबस्छ ब्युरोक्रेट्समा के मेसेज जान्छ अझै पैसा दिनुपर्छ भन्ने जान्छ जाँदैन नि त डिप्राइभ हुन्छ सेकेन्ड कुरा हो स्टेट गभर्मेन्टलाई नै यस्तै विभिन्न किसिमको आरोप लगाएर पैसा रोकेर राखेको छ यो पब्लिक डोमेनमा सबैलाई थाहा छ चाहे त्यो 100 डेज यो सबै स्किमको अनि छोडिदिउँ जिएसटीको पैसा हामी जिएसटी किन्छ कुनै सामान किन्छौँ नि सिजिएसटी र एसजिएसटी हुन्छ 50% सेन्ट्रललाई जान्छ 50% स्टेटलाई जान्छ तर त्यो कसरी रुटेड थ्रु सेन्ट्रल हुन्छ नि त हामीले दिएको सेन्ट्रलकोमा जान्छ सेन्ट्रलले कलेक्ट गरेर स्टेटलाई पठाउने हो त्योसम्म पठाएको छैन अनि स्टेटलाई नै पैसा पठाएको छैन भने हामीले स्पेसल प्याकेजको लागि कति चाहिँ मतलब त्यो होइन यो जुन चाहिँ दुःख गर्नुपर्छ पठाएको छैन त्यो अन रेकर्ड संसदमा किन उठाइँदैन गयो त त्यो अलरेडी उठेर जिटिएको जब पहिलो सभा भयो अब यो कुरा सायद धेरैलाई थाहा छैन होला हो एडमिनिस्ट्रेटिभ कुरा नबुझ्नेहरूलाई चाहिँ कसो भने जिटिएको पहिलो सभा भयो पहिलो सभाको प्रस्ताव हेऱ्यो भने गोर्खाल्यान्डको प्रस्ताव भयो टेटको भयो एसएससीको भयो जमिनको कुरा आयो त्यसमै छ फाइनेन्सियल अडिट जुन चाहिँ विमल गुरुङको पालामा भएको थिएन नि किन विमल गुरुङजीको पालामा चाहिँ जिटिए चाहिँ पातले बासबाट चल्थ्यो हामी आएपछि अफिस बनायौँ धेरैजना सभासदहरूको नभए त्यति सभासद अफिस पनि चाहिँदैन थियो पातले बासमै जिटिए चल्थ्यो इन्जिनियरहरू ब्युरोक्रेट्सहरू त त्यहाँ धाउनु पर्थ्यो त्यो स्थिति थियो गर्दा हामी प्रशासन चलाएको थिएनौँ त्यति बेलासम्म भर्खर 22मा आएर चाहिँ जिटिए सभा यी सब कुराहरू हुन थाल्यो अनि त्यसले गर्दा त्यसमा हामीले 14, 15, 15-16 होइन यिनीहरूको अडिट रिपोर्ट पनि त्यहाँ हाल्यौँ त्यसमा ड्युज क्या फाइनेन्सियल ड्युज धेरै छ त्यति बेलाको पनि होइन त्यसले गर्दा होइन त्यो हल्ला त गर्ने गर्छ पोलिटिकल जुन चाहिँ मैले टेक्निकल कुरा भनेको त्यो ड्युजहरू जुन चाहिँ छ त्यसको अलरेडी त्यहाँ सभामा प्रस्ताव लिएर त्यसलाई अलरेडी पठाउने काम जिटिए सभाले गर्छ युनानिमस डिसिजन लिएर त्यो पठाइसकेको छ तर अब त्यही हो स्टेटमा पनि जति बेला फन्डको अलिकति फ्लोहरू ठिक भयो त्यहाँदेखि नै त्यो कम हो त्यसले गर्दा त्यहाँबाट यहाँ आउँछ यहाँबाट त्यहाँ अल्टिमेटली च्यानल त त्यही हो अनि अब त्यो च्यानलसम्म जति गर्नुपर्ने प्रयास त्यो राम्रो रिलेसन भएको त्यसमा गरिँदैछ अहिलेसम्म नि जे जसो हुँदैछ त्यो राम्रो रिलेसन भएकै कारणले गर्दा हो नभए यति पनि हुन्थेन जुन किसिमको अब यहाँ क्रिटिसिजम जुन किसिमको यहाँनिर अब त्यो डिस्टर्बेन्सहरू गर्न खोजिरहेको हुन्छ बेला बेला उक्साइरहेको हुन्छ पब्लिकहरूलाई त्यो उक्साइको हिसाबमा यदि साँच्चै उक्सेर चाहिँ आन्दोलन सडकमा गर्नु हो भने यो पनि हुन्थेन गर्दा यसलाई त हामीले के कसरी हुन्छ स्थितिलाई चाहिँ अब 3-4 दशकदेखि बिग्रेको पोलिटिकल र एडमिनिस्ट्रेटिभ इन्भाइरोमेन्टलाई चाहिँ एउटा स्मुथ लाइन होइन एउटा गर्ने कोसिसमा छौँ स्टेटले कोअपरेट पनि गर्दैछ ओके एकदम राम्रो मेरो अहिले मगजमा एउटा प्रश्न आइरहेको छ त्यो के भन्दाखेरि तिस्ताको जुन चाहिँ बाढ पीडितहरू छन् उनीहरूले के न्याय पाए त होइन यसो हुन्छ त्यो कर्मा भन्छ क्या म अब यसलाई धेरैलाई हार्ड हिटिङ होला अच्छा बट इट ह्याज टु होइन त्यो सोलो गर्नुपर्छ तितो गोली नि क्योर हुनु हो भने चाहिँ जति बेला बाढ भएको थियो होइन बाढ भएको बेलामा चाहिँ मानिलिउँ आज मलाई होइन दिलीप शर्मासँग काम छ अरे नि त म चाहिँ दिलीप शर्मालाई बिहान दिउँसै बेलुकै गाली गरेर म भोलि
दिलीप शर्माको अफिसमा गयौँ भने अन्त दिलीप शर्माले केही सक्दैन म उसकोमा जान्छु बरु भने अथोरिटी चाहिँ दिलीप शर्मा हो काम हुन्छ अन्त मेरो त जोसँग काम छ म त त्यहाँ जानु पर्यो नि त पहिला एप्रोच अब आजको दिनमा 2 वर्षपछि चाहिँ 1 वर्षपछि चाहिँ जब सबै भत्ताभुङ्गा भयो त्यति बेला चाहिँ जिटिएले केही गरेन भने इट्स नट लाइक जिटिएले यसो हुन्छ कुनै पनि डिजास्टर हुँदा स्टेप बाई स्टेप हुन्छ मेरो घर मानिलिउँ एकछिनको लागि म अरूको इक्जाम्पल गर्न मेरो घर अचानक आगो लाग्यो अरे सबभन्दा पहिला काम के हुन्छ मेरो फ्यामिलीलाई सुरक्षित ठाउँमा राख्ने एकदम त्यो पहिलो प्रायोरिटी म त्यति बेला घर भोलिको दिन खनेर अब खानेको उयो छैन बस्ने टुङ्गो छैन म गर्दिनँ मानिसको नेसेसिटी भनेको बेसिक हो रोटी कपडा मकान पहिला त्यतिको सेटलमेन्ट गराइन्छ टेम्पोररीली नै किनभने त्यो बनिनु टाइम लाग्छ त्यो लङ टर्म प्रोसेस हो त्यसमा काम गरियो म 4 तारिक बिहानै पुगेँ 5:30 बजी कल पाएँ मैले इमिडिएटली डिजास्टरको अफिसर्सहरू इन्टायर प्रोटोकल बुझेर त्यहाँदेखि म गएँ मेरो आफ्नो कामहरू गरेँ त्यो भयो अब त्यो हुँदैछ तर अब त्यहाँ सुरु भयो यो पोलिटिक्स अच्छा त्यो 4 तारिकदेखि नै सुरु भएको 5 तारिक जिटिए चिफ पनि पुग्नु भयो जिटिए चिफ पनि पुगेर आफ्नो कुरा जे गर्नु छ गरिँदैछ अब त्यो हुँदैछ नि त काम अब त्यो काम हुँदाखेरि चाहिँ उसले सक्दैन म यता जान्छु भने अब जुन मान्छे चाहिँ रुटेड थ्रु यता आउनुपर्छ लास्टमा अन्त यसलाई गाली गर्छ त्यहाँ जाने यहाँ त कन्ट्याक्टै नगर्ने अब त्यो भइसकेपछि त लु त एक ठाउँमा गएर त गराइ भन्छ नि त मान्छेले अनि सेकेन्ड कुरा के हो भने जति बेला यो अहिले आफ्नै कारणले गर्दाखेरि यो कम्पेन्सेसन नपाएको यसो हुन्छ नि मलाई कसैसँग आरिस छ अरे दुश्मनी छ उसले कति पाए हेर्नु हुँदैन म भिक्टिम थिएँ मैले कति पाएँ द्याट्स इम्पोर्टेन्ट नि त अब उसले पायो किनभने मेरो त त्यो भिक्टिमलाई साँच्चै भने एनएसपिसीको प्रोभिजन जुन चाहिँ रुल छ नि नियम कानुन त्यसमा यो बाढको कम्पेन्सेसन छैन त्यो चाहिँ एडिसनली उनीहरूले सोचेर गरिदिने इच्छा लाग्यो भने गरिदिने हो नियम चाहिँ के हो भने घर नबत्किकन सेटलमेन्ट गरेर चाहिँ सुरक्षित ठाउँमा पठाइदिने हो कुनै पनि ठाउँमा एनएचपिसीको नयाँ प्रोजेक्ट आउँछ प्रोजेक्ट आउँदाखेरि के हुन्छ भने चाहिँ अब त्यो सर्वे गर्छ 50 वटा घर रहेछ त्यो 50 वटा घर हामीले गऱ्यो भने प्रभावित हुन्छ त्यो 50 वटा घरलाई चाहिँ नबत्किकन कम्पेन्सेसन दिने त्यसमा पनि प्रोसेस छ उसले डकुमेन्ट दिनु पर्यो ऊ साँच्चैको अनर हो कि होइन दिएपछि उसको एकाउन्टमा 50% दिन्छ उसले त्यो घर छोडिदिनु पर्यो अनि त्यहाँदेखि बाँकी 50% पाउँछ भत्केपछि पाउने छैन नि अब यहाँ चाहिँ के भयो भने अब त्यसै गरी यो एउटा बाढ आइसकेपछि धेरैजना हुनसक्छ म पनि यहाँबाट छोडेर जान सक्छु अलरेडी रिसोनमा भयो बस्नै सक्छ उसको भत्किनै पर्छ भन्ने छैन नि त अब यहाँ चाहिँ कतिजनाले के गर्यो भने चाहिँ भत्किएछ उसको घर भत्केको छैन उसले चाहिँ किन पायो भने उसले आफूले पाएको चाहिँ हेरेन जबकि उसको चाहिँ एक्स्ट्रा पाएको हो खासमा साँच्चै भन्यो भने किनभने उसले यो प्रोभिजनमा पाउने थिएन उसको लागि चाहिँ एडिसनली एउटा सर्वे गरेर चाहिँ यो परिस्थितिलाई चाहिँ भनसुन गरेर गराइएको कुरा थियो अब त्यसमा पनि त्यो पोलिटिक्स गर्छ आज सेकेन्ड सर्वेको लागि पठाएको छ लिस्ट अब त्यो एकपल्ट सर्वे गरेको थियो अब त्यो एप्रुभल सानो गाह्रो छ त्यो सेन्ट्रलको एजेन्सी हो प्राइभेट एउटा प्रफिट मेकिङ अर्गनाइजेसन हो त्यसले पैसा त जति सक्दो कम्ती नै दियो भने उसलाई फाइदा दिँदै दिएन भने झन् फाइदा त उसले त कोसिसै त्यो गर्छ अन्त त्यो उसले त्यो पैसा नदिने कोसिस गर्ने मान्छेलाई चाहिँ हामी थाप्दैनौँ भनेर चाहिँ के गरेको थियो अच्छा यहाँ एउटा अर्को कुरा पनि आउँछ कि जुन बाढ पीडितहरू थिए त्यो के एकदम लिगल भ्यालिड आफ्नो जमिनमा थिए कि हाइवेजको जमिनमा थियो अथवा कस्तो जमिनमा यसमा त 2-3 वटा क्याटेगोरी थियो एउटा क्याटेगोरी चाहिँ कस्तो भने कसैले कम्पेन्सेसन पाइसकेर पनि जस्तै यसो हुन्छ नि खोलाको बगर भन्दै खोलाको बगरै हो नि त बाटोदेखि खोला सुरु भयो त्यहाँ घर बनाउने अनुमति हुँदैन पर एउटा घर थियो अन्त कम्पेन्सेसन पायो उसले फेरि आएर बनाउनु चाहिँ बनायो खोलामै बनायो अच्छा त्यसो पनि धेरै फ्यामिली छ यो किन रोक्नु सकेन कुन चाहिँ यो जुन चाहिँ इलिगल घर निर्माण भयो यसो छ पहाडमा चाहिँ यो एउटा चिज अब धेरैलाई थाहा छैन स्टेट सेन्ट्रल लेभलमा थाहा छैन यो हाम्रो कतिजना बोरो गरेर आएको सांसदहरूलाई थाहा हुँदैन यिनीहरूले यो लाइन सोध्छ कि त्यसको मेन कारण के हो भने पहाडमा 80% मान्छेको त जमिनको कागज छैन अच्छा अन्त कहाँ चाहिँ बस्नु त चिया बगानमा बस्यो भ्यालिड कागज छ भनेपछि एकछिन न कागजमा चिया बगानमा बसेको मान्छेको अनुमति छ छैन प्लान पास गरेको छ छैन डिआई फन्डको जमिनमा बसेको छ प्लान पास छ फरेस्टमा बसेको छ छैन सिमिलर हो खोलाको बगरमा पनि बस्यो मतलब 80% मान्छेहरू चाहिँ त्यसरी नै आफ्नो पाराले जहाँ सुटेबल जमिन लाग्यो त्यसरी बस्यो नि त यो सिलिगुडी प्लेन कता कसो भने जमिन सबै एउटा खतियान भएको जमिनहरू छ त्यहाँनिर चाहिँ किन्यो कसरी पर्चेज लेनदेन डिमार्केसन छ अब 90% को यदि 80-90% छैन भने इन्डियाकै ल एन्ड अर्डरको माने यो सर्टकमिङ छ यो सर्टकमिङ चाहिँ अब यो हाम्रो हामीलाई ब्रिटिसहरू बसेको फाइदा पनि छ नोक्सान पनि छ एउटा फाइदा चाहिँ त्यही भयो कि
कतिवटा कुराहरू डेभलप भयो। आजको दिनमा पनि टुरिस्टहरू आएर त्यो ब्रिटिसहरू बसेको थियो हेर्छ, कतिवटा पोलिसिसहरू त्यो ट्रेनहरू टोय ट्रेनहरू बनायो। नेगेटिभ चाहिँ के गर्यो भने चिया बगान यस्तो पाराले त्यो प्लान्टेसन लेबर एक्टहरू त्यो सबहरू चिजहरू आयो जसमा चाहिँ अथोरिटी चाहिँ टी गार्डन उयो नै भयो। अनि काम गर्नेहरू त्यति बेला ल्याएको वर्करहरू जो छ या त्यति बेलादेखि काम गर्ने वर्करहरू सबै श्रमिकै भयो क्या, उनीहरू कुनै दिन त्यो सेयर होल्डर भइदिएन। अनि त्यसले गर्दा जमिनमा त्यो बस्ने पनि अधिकार भयो, त्यो क्वार्टरै भइदियो। अनि हाम्रो बेल्टको मेजोरिटी दार्जिलिङ के अरे खरसाङ मिरिक एउटा मेजर बेल्ट चाहिँ टी गार्डन छ। अनि त्यो ट्रेन्डले गर्दाखेरि चाहिँ त्यो हाम्रो कन्सेप्ट नै के बस्यो भने कागजपत्रको केही त्यो इम्पोर्टेन्सै रहेन नि, हाम्रो जाति पनि त्यही भएको। त्यसले गर्दा जे बेसी टी गार्डनहरूतिर यो कन्सेप्ट हुन्छ। अन्त त्यो अरू बरु बाहिर आयो भने कुनै के कति कागजहरू बनाउनुमा इन्ट्रेस्ट गर्छ। हाम्रो चाहिँ मालिकलाई भनेको चाहिँ उसले भनिदिन्छ, उसले बस्नु अनुमति दिनु भइहाल्छ भनेर नि। त्यसले गर्दा हामी डकुमेन्टेसनमा सचेत नभएको नि जस्तो लाग्छ। यो चाहिँ अब ब्रिटिसले दिएको एउटा नेगेटिभ साइडबाट चाहिँ यो हो, हामी भइहाल्छ एटिट्युडमा आयौँ। अनि त्यो सर्टकमिङ्समा नि यही हो। त्यति बेला डिआई फन्डको कानुन पुरानै कानुन हो, चिया बगानको कानुन पुरानै कानुन हो होइन। अब फरेस्टको कानुन त त्यसै छ, तर पनि फरेस्टले त अहिले बिस्तारै त्यो 2006 देखि त्यो दिने कुराहरू गर्दैछ, त्यो काम भइ पनि रहेको छ, त्यसै छ। तर डकुमेन्टेसनमा चाहिँ हामी त्यो पुवर भएर नै हाम्रो धेरैको यो जमिनको कागज छैन। ओके, कानुन नै हो त्यसको मेन प्रब्लम चाहिँ। भनेपछि कहीँ न कहीँ कानुनकै कमीले गर्दाखेरि त्यो घटना घटेको। त्यसले गर्दाखेरि हामीले सिचुएसन बुझेर गर्नुपर्छ। हामीले चाहिँ जसले पैसा नदिँदा पनि हुन्थ्यो भन्ने छ, उनीहरूलाई झन् सजिलो बनाइदिनु भएन। अनि फेरि अरू पोलिटिसियनलाई पनि होइन फेसबुकमा रिल र कन्टेन्ट बनाउनलाई मौका दिनु भएन। यहाँ त अन्त मौका पायो भने कसरी राजु विष्टलाई किन तिमी खोजा मार्दैछौ? हिज द वान जसले गर्नु पर्यो। आजको दिनमा म एमपी भएको भए सायद मलाई पोक गर्थ्यो होला होइन। मेरो ठाउँमा अरू कोही दिलीप शर्मा भएको भए दिलीपले शर्मालाई गर्थ्यो होला। एमपी ऊ छ, मुद्दाको लागि उसलाई जिताएको, अन्त उसैले भनेको अन्त म ल्याउँछु भनेर, अन्त जसले ल्याउँछु भनेर जसलाई पठायो। चिठी मेरो घरमा आएन भने त म त पोस्टम्यानलाई नै भन्छु नि त। त्यही हो कुरा। तिमीले अहिलेसम्म गरिरहेको कामले तिम्रो कन्साइन्सले के तिमीलाई थपथपाउँछ पिठमा? नो, मैले जे गर्नुपर्ने मलाई लाग्छ बुझ्नु नबुझ्नु त्यो आफ्नो ठाउँमा हो, बट जे गरेको मैले एकदम सोचेर गरेको। त्यसले गर्दा कन्साइन्सले पिठ थपथपाउनु पर्यो भन्ने होइन कि, मैले गरेको कुरा नै मैले सोचेरै गरेको। सो आइएम रेस्पोन्सिबल फर द्याट। अनि म यसलाई 100% जिम्मेदारी साथ गर्दैछु, यो काम जे पनि गर्दैछु। त्यो यसो होइन कि एउटा भिक्टिम कार्ड खेल्छ नि, मैले त उसले भनेर यसो गरेँ त्यस्तो भयो भने। इट्स नट लाइक, जे गरेँ मैले एकदम क्लियर सोचेर बुझेर गरेको छु, जिम्मेदारी साथ गरेको छु। अच्छा, भविष्यमा यदि पार्टी क्विट गर्नु पर्यो भने के प्लानिङ? पार्टी क्विट त त्यसरी हुँदैन कि। अच्छा, पार्टी क्विट भनेको इट्स नट जस्ट बिकज अफ कन्टेक्स्ट हुन्छ भन्दा पनि पोलिटिक्स क्विट गर्नु पर्यो भने। पोलिटिक्समा त मेरो एउटै उयो हो, अघि हामीले कुरा गर्थ्यौँ नि, यो युथलाई एउटा डिरेक्सन देखाउने होइन, सोसाइटीलाई एउटा डुज एन्ड डोन्ट्स भनौँ, या सोसाइटीले अब प्रोग्रेसिभ एउटा थट्स लिएर आउने, हामी त्यो अल्झी नबस्ने भन्ने कुराहरू त्यो हो। त्यसमा म काम गरिरहेको छु। माध्यम जे पनि हुनसक्छ, इट डजन्ट म्याटर। मेरो भिजन पहिलादेखि त्यही छ, आज पनि त्यसमै छु। पोलिटिक्स एउटा माध्यम हो, किनभने पोलिटिक्समा पनि सुधारको जहाँ जरुरत थियो। अनि एन्ड अफ द डे मान्छे जहाँ बेसी भेला हुन्छ भनेको त्यो एउटा झुन्ड त्यही त हो। अन्त त्यो झुन्डलाई नै एसपी शर्माले फ्याक्चुअल बेस कन्टेन्ट क्रिएट गर्छ। कसैलाई पनि यदि काउन्टर एट्याक गर्नु छ भने फ्याक्टको साथमा गर्छ। कहाँबाट उसले तथ्यहरू निकाल्छ यो धेरैलाई थाहा हुँदैन। यो मैले भनेको, यो मुखमै भन्दैछु, किनभने उसमा यति त्यो मादा छ कि उसले कहीँ न कहीँबाट त्यो फ्याक्ट निकालेर राख्छ, जसलाई काट्नु सजिलैसँग र एकदमै डेमोक्रेटिक वेमा मान्छेकोमा त्यो हतियार हुँदैन। र धेरै आरोपहरू हुन्छन्, कम्पासे बाबा, त्यो बबुवा, धेरै कुराहरू आउँछ। सरी मैले यो वर्ड युज होइन, किनभने त्यो भएको दार्जिलिङले पुरापुरी चिनिसकेको छैन। एसपी शर्मालाई चिन्नु बाँकी नै छ। के चिनाउने विचार छ? यसो मलाई इमिडिएटली भोटमा उठिहाल्नु छैन कि। अच्छा, अब धेरैले कसरी पर्सेप्सन लिन्छ भने त्यो उनीहरूको कहाँ मिस्टेक गर्दैछ भने एसपी शर्मालाई चिन्नुमा, त्यो चाहिँ उनीहरूको गल्ती हो। म एडभान्टेजमै छु। कस्तो हुन्छ भने मलाई त्यो मान्छेलाई चाहिँ कस्तो हुन्छ भने नि इन्सिक्योर हुन्छ, भोलि नै उसलाई चिनाउँछ, ला मलाई यसले गाली गर्यो, उसलाई के गर्नुपर्ने, इन्सिक्योर त्यो हुन्छ, जसलाई चाहिँ भोलि फेरि इलेक्सनमा उठिहाल्नु छ होइन, यसले भोट पो दिँदैन कि भन्ने।
मेरोमा हराउनु पर्ने केही छैन। अन्त एटलिस्ट जसले मलाई गाली गर्दैछ त्यो त्यसको लस हो, किनभने उसले भविष्य बिगार्छ। अब आजको दिनमा मैले भने दार्जिलिङको पोलिटिक्स छोडिदियो भने मलाई त्यस्तो केही फरक पर्दैन, बिकज म त्यसको अगाडि पनि योभन्दा कस्तो गरेर आएको, मलाई साँच्चै भनेको आई क्यान सर्भाइभ एनिवेयर। तर अब यो ठाउँमा म छु भनेको उसकै लागि छु, तर अब उसले बुझ्दैन त्यो कतिपय कुराहरू भने उसको गल्ती भन्दा पनि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के भने यो के भने एउटा बबुवा भने अर्को के पो भन्दै थियो कम्पासे बाबा, त्यो चाहिँ एडभान्टेज हो। एडभान्टेज कहाँ हो भने कम्पास मैले कति दिन 6 महिना 8 महिना सायद त्यसो चलायो, 6-7 महिना 8 महिना भनौँ न त्यति चलायो होला, त्यो ब्रान्ड भयो होइन, आजसम्म ब्रान्ड छ, मान्छेलाई याद छ। सेकेन्ड कुरा हो म पोलिटिक्समा कति लामो हुनु छु होइन, मेरो एजसँग यसो कम्पेयर गऱ्यो भने 1 दशक पनि होइन पोलिटिक्समा। तर अब त्यो सिनियर धेरै पोलिटिसियनहरू छ पाहाडमा, बट मलाई चिन्छ। म आज गाउँ बस्तीमा गयो भने नि एसपी शर्मा आएछ चाहिँ भन्छ, चिन्छ अनुहार। त्यो भिजिबिलिटी मैले सानो पिरियडमा एचिभ गरेको छु, त्यो एडभान्टेज हो। अनि जसले पनि यो थाहा छैन यो सोर्स कुनै के यो भन्छ, अब त्यो लेट देम होइन, त्यो अलिकति सस्पेन्समै बसोस् होइन। अनि किन सस्पेन्स पनि राम्रो, सबै चिज एक्सपोज गऱ्यो भने चाहिँ त्यो भने नि एउटा सिनेमा हेर्नु हामी कति बेला जान्छौँ, जति बेला होइन ट्रेलर मात्रै देखेको छौँ कस्तो पो रहेछ भन्छौँ, त्यसले गर्दाखेरि त्यो कतिवटा सस्पेन्स। म त्यसले गर्दा त्यो फ्यामिली डिटेल्सहरू पनि म पर्सनल केही पनि हाल्दिनँ नि सोसियल मिडियामा, मेरो पर्सनल लाइफ थाहा पनि छैन। अस्ति एउटा उसमा गएको थिएँ, सानो पार्टी जस्तै थियो, बस्यौँ, हामीले डिस्कस गर्दाखेरि 1-2 जना आयो पार्टी मेम्बरहरू, अन्त त्यो धेरैलाई थाहा रहेन रहेछ म म्यारिड हो भन्ने क्या। अच्छा, अन्त मेरो त 2टा नानी छ होइन, त्यो 2टा नानी स्कुल पढिरहेको छ, मजाले भनेको छक्क परेको थियो त्यति बेला। सो आई थट होइन यु आर अ प्लेन ब्याचलर त्यसरी गर्ने, त्यो जानेर उसको काम पनि छैन नि होइन। वाइ उसको मेरो फ्यामिली उसँग मेरो के अरे दसैँ तिहारमा टिका लगाउने नि होइन, दिवालीमा आएर त्यो मेरो पर्सनल लाइफ मेरो पर्सनल ठाउँमा छ। त्यसले गर्दा जसले जे आरोप लाउँछ त्यसलाई म खासै खण्डन गर्दैन। त्यो उसको जसको जतिको बुद्धि छ उसले त्यति नै बुझोस्, किन त्यहाँभन्दा बेसी अहिले नै मलाई बुझाइहाल्ने आवश्यकता छैन। जुन दिन बुझ्ने आवश्यकता पर्छ सायद म खुलेर बोल्छु होला त्यसलाई। एसआइआरको विषयमा सर्टमा ओके, एसआइआरको विषयमा जान्नुभन्दा अगाडि चाहिँ इन्टेन्सन बुझ्नुपर्छ। वाइ एसआइआर भन्ने कि एसआइआरको इन्टेन्सन बुझ्नुभन्दा अगाडि चाहिँ मैले हिजो अस्ति सेन्ट्रल गभर्मेन्टको अलिकति डिटेल्सहरू यसो हेर्दाखेरि मिनिस्ट्री अफ होम अफेयर्सबाट यो इमिग्रेसन हुन्छ नि है, विदेशी व्यक्तिहरू इन्डियामा आउँछ उनीहरूलाई चाहिँ केन्द्र सरकारले चाहिँ कसरी सोच्दै रहेछ, किनभने एसआइआर भनेको त विदेशीहरूलाई होइन घुसपैठहरूलाई निकाल्ने नै त हो, कसरी सोच्दै रहेछ भनेर यसो हेरेको एउटा सर्कुलर पो जारी गरेको रहेछ सेप्टेम्बर 1 तारिक, यही 25कै हो, 2 महिना अगाडि त हो। 2 महिना अगाडि के चाहिँ त्यस्तो गरेछ भनेर हेरेको, त्यसमा चाहिँ सिए कानुनमा चाहिँ पहिला 2014मा आउनेहरूलाई चाहिँ नागरिकता दिनु भनेको थियो। अहिले त अफगानिस्तान पाकिस्तान र बङ्गलादेशकोलाई त 31 दिसम्बर 2024 त्यतिमा आयो भने नागरिकता पाइहाल्छ। 31 दिसम्बर 2024 भनेको कहिले हो, 1 वर्ष पनि होइन। अनि अब अर्कोपट्टि आउँ, नेपाल र भुटान, त्यसलाई पनि अहिले त्यसमा मेन्सन गरेको थियो। नेपाल र भुटानको चाहिँ के छ भने नेपाल र भुटानको नागरिकहरू पनि यहाँ आएर बस्न सक्छ, त्यसलाई इमिग्रेन्ट भनिँदैन अरे नि त। अच्छा, के भन्छ, आएर बस्नु सक्छ, मैत्री सम्बन्धीहरू छ, त्यसले गर्दाखेरि चाहिँ उनीहरू रिल्याक्स छ, डकुमेन्ट खोज्दैन होइन। नेपालको भनिदियो भने नागरिकता त दिन्छु भनेको छैन फेरि त्यसमा, नागरिकता चाहिँ बङ्गलादेश अफगानिस्तान र पाकिस्तानको लागि दिन्छ अरे, नेपाल र भुटानको चाहिँ त्यसै बस्दा हुन्छ अरे। जस्तै मानिलिउँ आज मेरो यदि यहाँ यो इन्टायर केही चिज भएन भने मैले आफूलाई नेपालको प्रुफ गरेँ भने चाहिँ म बस्नु चाहिँ पाएँ, मेरो भोटिङ राइट हरायो। तर मैले आफूलाई चाहिँ म पाकिस्तानबाट आएको या मैले मलाई बङ्गलादेशबाट आएको भन्यो भने सरकारले बोलाइ खानासाना खुवाएर नागरिकता दिन्छ अरे। अब यति भइसकेपछि चाहिँ एसआइआर किन गरेको? अब एसआइआरमा चाहिँ 2002 को कागज खोज्दैछ, अर्थात् देशकै नागरिकले चाहिँ 2002 को कागज देखाउनु पर्ने। अनि विदेशबाट आएकोहरूले चाहिँ कुनै डकुमेन्ट बिना नै आफूलाई सेल्फ डिक्लेयर क्या, म चाहिँ बङ्गलादेशबाट भागेर आएको कि हिन्दू हो, अन्त 24मै आएको थिएँ 2024मा भन्नु मात्रै होइन, के को हिन्दू मात्रै होइन अनि हिन्दू माइनोरिटी यस माइनोरिटी एनी माइनोरिटी त्यति आयो भने चाहिँ अन्त उसले त नागरिकता पाइहाल्ने अरे। अब त्यसो छ भने चाहिँ यो यत्रो तमासा किनभने जसको पनि आजको दिनमा भोटर कार्ड चेक गर्दैछ या 2002 को खोज्दैछ उसले त 2024मा त भोट हालेको थियो नि त एमपीमा, त्यसले गर्दा त भोटर कार्ड छ र उसको लिस्टको भेरिफिकेसन गर्दैछ।
अनि चाहिँ ऊ 2024 भोटर कार्ड थियो एमपी इलेक्सनमा भनेपछि त मे जुनमा भएको भोटर कार्ड त्यसकै अगाडि बनायो होला। अन्त सिए को कट अफ भन्दा त धेरै अगाडि आएको मान्छे हो नि त। अन्त देशकै मान्छे चाहिँ जो पुरानो छ जसले भोट दिइरहेको छ त्यसले त्यसको चाहिँ नागरिकता खोज्ने, जसले चाहिँ भोटै दिनु परेको छैन 24 को पनि इन्डमा भनेको त उसले त भोट अहिलेसम्म हालेको छैन नि त, त्यसलाई चाहिँ बोलाइ नागरिकता दिने यो के पाखण्ड चल्दैछ देशमा क्या त। एसआइआर चाहिँ एउटा कसरी हुन्छ जनतालाई भुल्याउने एउटा मेलो मात्र हो, त्यसको खासै ठुलो एउटा नोबल कज भन्छ नि यो उद्देश्य लिएर त्यो घुसपैठ रोक्ने कुनै केही होइन। देश धर्मशाला नै बनाएको छ। देश धर्मशाला नभएको भए बङ्गलादेशबाट आउनेलाई नागरिकता दिन्छु भने के प्रयोजन थियो, यता पाकिस्तानबाट के प्रयोजन थियो होइन। अझै अर्को कुरा कतिले अब त्यो सहमत नहोलान्, कतिले चाहिँ अब भन्छन् नि मुस्लिमलाई निकाल्नको लागि चाहिँ यो गरेको क्या एसआइआर गरेको एनआरसी गरेको राम्रो गर्दैछ भन्छ नि। डेटा निकाल्नुहोस् न, यो आसाम एनआरसीको डेटा 19 लाखमा 7 लाख त मुस्लिम थियो, 12 लाख त हिन्दू थियो नि त। गत हिन्दू मेजोरिटीले गर्दाखेरि लास्टमा सुप्रिम कोर्टमा अनुवाद देखाउन नसकेर त्यहाँदेखि एनआरसी प्रोसेस नै बन्द गर्नु पर्यो, फाइनल रिपोर्टै सार्वजनिक गरेन, त्यतिकै होल्ड गरिदियो होइन। अब बिहारकै एसआइआरको कुरा गरौँ भने बिहारमा पनि 1 लाख जस्तो मात्रै मुस्लिम निस्क्यो, झन्डै त्योभन्दा 3 गुणा त यता उयो निस्क्यो हिन्दू निस्क्यो, गर्दाखेरि दुःख पाउने त हिन्दू नै रहेछ। अच्छा, बिहारमा बिहारीहरू नै त्यहाँको नागरिक होइनन्। अब त त्यही भयो नि, अब त सबभन्दा सजिलो के हो भने आफूलाई यो देशको खाटी नागरिक प्रमाणित गर्नुभन्दा पनि फाइदा चाहिँ आफू विदेशी हो अफगानिस्तानबाट पाकिस्तानबाट आएको भन्दाखेरि देशले सबै सुविधा दिने रहेछ त। बिहारी दाजुभाइहरूले चाहिँ म पाकिस्तानबाट आएको भनेर भन्नुपर्ने, अन्त पाकिस्तान बङ्गलादेश जहाँबाट भन्दाखेरि पनि अब भयो त अन्त। अच्छा, अरू त के क्राइटेरिया नत्र भने त यदि त्यो भनेन भने त यो सरकार नै जसले चाहिँ आफूलाई चाहिँ हिन्दुत्वको एउटा जुन नारा दिएको छ ऊ आफै त अन्त हिन्दू विरोधी भएन। हिन्दूहरूलाई नै हिन्दूहरूकै नागरिकता खोज्ने होइन देशकै हिन्दूहरूको चाहिँ, अनि बाहिरकोहरूलाई चाहिँ ऊ गर्ने, घर नै सम्हालेको छैन ठिकसँग, अनि विदेशी पाहुनाहरूलाई चाहिँ यहाँ राखेर यो गर्नुपर्छ भने यो के सिस्टम हो। अच्छा, यो एसआइआर ट्रु सेन्समा यदि हो भने राम्रो हो कि होइन? ट्रु सेन्समा यदि यसलाई त्यो मोटिभले गर्नु जुन चाहिँ मोटिभले यो संविधानमा इन्क्लुड छ, पहिला कुरा त हो सबभन्दा पहिला एसआइआर गर्नु छ भने सिए गर्नु भएन, सिए गर्नु हो भने एसआइआर गर्नु भएन, दुइटै चिज चाहिँ गर्नु मिल्दैन। म विदेशीलाई बोलाएर नागरिकता पनि दिन्छु भन्ने, म देशकै नागरिकहरूको चाहिँ म कागज खोज्छु भन्ने नि भएन। त त्यहाँको माइनोरिटी जो धार्मिक दृष्टिकोण, अरे त्यो मैले त्यसो भए त देशको हिन्दूको किन खोज्नु, देशमा जो हिन्दू छ ऊ पनि त होइन, ऊ हिन्दुत्वकै यदि हामीले ख्याल गर्ने हो भने देशको हिन्दू कास्टमा सिधै हिन्दू लेखिदियोस्, उसको चाहिँ एनआरसी परेन, उसको एसआइआर परेन, त्यति भनिदियोस्। अन्त देशकै हिन्दूले चाहिँ एसआइआरको फर्म भर्नुपर्ने, अनि विदेशको माइनोरिटिजहरूले चाहिँ भर्नुपर्ने, देशको माइनोरिटीलाई छुट भनिदियो एसआइआरबाट डिक्लेयर गरिदियो, अनि चाहिँ म मान्छु एउटा सिस्टममा चल्दैछ भन्ने। यो त सिस्टमै भएन नि। अच्छा, यो के अमित शाहलाई थाहा छैन यो? तर अब यो थाहा भइकन त यो पोलिटिकल गिमिक्स भनेको नि चुनावको बेलामा जनतालाई कसरी टाइम पास गर्ने, किनभने किन चाहिँ यस्तो गरेको म त त्यही बुझ्छु। किनभने यति बेला यस चिजको कुन मैले सेन्स देखिनँ भनेर भनेको, सेप्टेम्बर 1 तारिक नोटिफिकेसन आउनु भनेको त यो एसआइआरको प्रक्रिया थाहा थियो, यो एसआइआर र यो बराबर निकालेको नोटिस हो। एसआइआर यता निकालिरहेको छ के अरे हिन्दूहरूको पनि चेक गरिरहेको छ देशकै नागरिकहरूको, यतापट्टि हिन्दू छटाइ पनि भइरहेको छ एनआरसी र उसमा एसआइआरमा, यता बाहिरको माइनोरिटिजहरूलाई चाहिँ ल्याउँछु पनि भनिरहेको छ। यो 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 पाखण्डी काम जस्तो चाहिँ लाग्छ क्या मलाई, बुझेको छुइनँ मैले त्यसले गर्दाखेरि। किनभने यो दुईतिरको कुरा पनि, कि त हामी विदेशीलाई एकदम एक्सेप्टै गर्दैनौँ भन ढुक्क छ, बिएसएफलाई पनि सिधै निर्देश दिनु एकदम हिन्दूको टिका लगाएर आयो भने चाहिँ छिर्न सक्छ भनिदियो, सिधै बन्दुक सन्दुक परेन, मुस्लिमले पनि लगाएर आउँछ नि, आउँछ। अन्त मुस्लिमले पनि अब मानिलिउँ न भोलिको दिनमा मुस्लिम त कहाँ छटाइ गर्दैछ त, अन्त न एसआइआरले गर्यो न एनआरसीले गर्यो। किन मुस्लिमको सजिलो के छ भने मुस्लिमको सजिलो के छ भने मुस्लिमले त टिका मात्रै लाउँछ होइन नि, मुस्लिमले त फ्यामिली ट्री पनि धेरै चेन्ज गरिदिन्छ नि। एनआरसीको बेला जति बेला एनआरसी चलेको थियो मैले आसामबाट धेरैजना डेलिगेट्स बोलाएर त्यो राजनीतिक कम्पासमा डिस्कस गरेँ, अरू बेला पनि पर्सनली डिस्कस गऱ्यौँ, त्यहीँको अफिसियल्सहरूसँग नि म टचमा थिएँ। के भएको थियो भने मुस्लिमको चाहिँ सजिलो छ फ्यामिली ट्रिज, उनीहरूको त्यो कास्टिजम त्यस्तो छैन जुन चाहिँ अब हिन्दूमा छ। अब हाम्रो यहाँ चाहिँ एउटा स्पेलिङले पनि फरक पारिदिन्छ, जस्तै अब हाम्रो तामाङ र लामा, बाबाले तामाङ लेखे छोराले लामा लेख्ला होइन। अब यो तामाङ र लामा चाहिँ यो ब्युरोक्रेट्स र सरकारलाई सम्झाइबस्नु टाइम लाग्छ, तर हुन त एउटै हो, त्यो त हामी बुझ्छौँ। अब यो कुरा चाहिँ कसरी बुझाउने? अनि
अब मुस्लिमहरूको चाहिँ के छ भने बाउ छ, अली छोरा छ, खान अर्को छ, के चलिरहेको छ। उनीहरू खालि त्यो डिक्लेरेसन भर्बल डिक्लेरेसन दिएर कागज निकाल्नु त हो, सकिहाल्छ। हामी चाहिँ कहीँ पनि कनेक्सन त्यसरी हुन सक्दैन, आफ्नै फ्यामिली पनि सक्दैनौँ। हिजो अस्ति एउटा केस आयो मेरोमा, फोन गरेको थियो, छोरी बाई बर्थ चाहिँ राई अनि बिहा भएको थियो थापासँग। अनि है अन्त मैले यो अलिकति चेन्ज गरेर भन्दैछु टाइटल, उहाँलाई अप्ठ्यारो नहोस् होइन। चेन्ज गरेर त्यहाँदेखि चाहिँ उहाँ जानुभएछ पासपोर्टमा बाहिर, यसपछि बिहा भएको छ छेत्रीसँग। अब उहाँको कागजहरू छेत्रीको नाममा छ, पासपोर्टमा जानुभएको छ थापाको नाममा, बर्थ सर्टिफिकेट खोज्यो भने राई छ। यो मुस्लिम भएको भए प्रब्लम थिएन नि, मुस्लिमको त रोटेसन चलिहाल्छ, उसको कहाँबाट गर्ने। अब त्यस्तो धेरै केसेसहरू छ। अनि हाम्रो यहाँ पनि कस्तो हुन्छ, त्यो लिगली त्यस्तो अवेर नहुँदाखेरि एक त आफ्नो डकुमेन्टेसन ढङ्गले बनाएको छैन, सेकेन्ड हो म्यारिज सर्टिफिकेटहरू ढङ्गले बनाउँदैनन्। अन्त यो समस्या। अनि फेरि अब यसमा वर्ड लेटर बाई लेटर, वर्ड बाई वर्ड म्याच गर्नु पर्यो, त्यो कसले गर्छ। अनि यो स्थितिमा चाहिँ दुःख कसले पाउँछ, हिन्दूले पाउँछ कि मुस्लिमले पाउँछ, यो चाहिँ ग्राउन्ड रियालिटी हो। भनेपछि पहाडमा 80% कोमा डकुमेन्ट छैन, जमिनको डकुमेन्ट छैन होइन, जमिनको डकुमेन्ट छैन। अब के कुरा गर्छु भने पहाडमा कसलाई चाहिँ नेता जस्तो लाग्छ? यसो अब कसलाई चाहिँ नेता जस्तो लाग्छ भने म एउटा पोलिटिकल पार्टीमा छु, अभियसली म मेरो प्रेसिडेन्टको नाम लिन्छु, त्यो एउटा अभियस क्वेसन हो, अभियस एन्सर हो, हेर्नेहरूलाई सबैलाई थाहा होला। एट द सेम टाइम लिडरको कतिवटा क्वालिटिज भन्नुपर्छ। एउटा लिडरले चाहिँ एक्सेप्ट गर्नुपर्छ क्या, मतलब हि ओर सी, उसलाई थाहा छैन सबै कुरा भन्ने। सो एउटा इङ्गेजिङ, हामीले डायलग प्रोसेसमा इङ्गेज भएर उताको पनि सुन्ने, अलिकति रिसर्च गर्ने, अलिकति अध्ययन गर्ने, त्यो हुनुपर्छ। जुन चाहिँ क्वालिटी चाहिँ अहिलेको वर्तमान लिडरसिपमा चाहिँ हामी देख्छौँ होइन, त्यो पनि सबैमा होइन, मतलब प्रेसिडेन्टमा देख्नुहुन्छ, अझै 1-2 होला, बट उहाँहरूकोमा छ। बट रेस्ट अफ द टिम के छ भने इन्सेक्युरिटीले ग्रस्त छ। मैले अघि भने आउट अफ होइन 100%मा 90% चाहिँ इन्सेक्युरिटीले ग्रस्त छ, त्यो लिएर लिडरसिप मान्दैन। त्यो पोलिटिक्स मात्रै भनेको होइन, इन्डिभिजुअल इन हाम्रो पर्सनल लाइफमा पनि हो। हामी नो इट अल त हुँदैन नि त, अन्त थिङ्क अगेन हुन्छ। अब हामी पढ्दाखेरि प्लुटो ग्रह थियो, 9वटा ग्रह पऱ्यौँ। अब बिस्तारै साइन्टिस्टले डिस्कभर गरेर प्लुटो त ग्रहै होइन भने, अब गर्दा मेरो नानीहरूले प्लुटो ग्रह भनेर पढेको छैन। म त्यति बेला राइट थिएँ, मेरो नानी पनि राइट छ, किनभने सत्य चेन्ज भयो विथ टाइम। तर अब सत्य चेन्ज भएन, मैले त्यो पढेको थिएँ, मेरो छोराले पनि त्यही भन्नुपर्छ भन्ने गलत हो। त्यसले गर्दा त्यो एडाप्टिभ भन्छ नि, हामी चेन्जलाई चाहिँ एक्सेप्ट गर्न सक्ने हुनुपर्छ। अनि त्यो क्यारेक्टर छ क्या। अनि अब हामीले त्यो जहिले पनि बङ्गाललाई गाली गरेर राजनीति गर्नुपर्छ भन्ने एउटा त्यो के भन्नु ब्रेनमा पसिरहेको छ, जसले चाहिँ परिस्थितिसँग बुझेर त्यो एड्याप्ट गर्दैन होइन। हामीले सेन्ट्रलसँग मिलेर गर्नुपर्छ भन्यो, जसले पनि अब यहाँ सेन्ट्रलले ढाँटेको 2009 देखि छ, तर पनि अब त्यो एड्याप्टिभ हुँदैन, त्यसलाई चाहिँ लिडरसिप मान्न सकिँदैन। त्यो लिडरसिप इज अल एबाउट डाइनामिक प्रोसेस। पोलिटिक्स डाइनामिक प्रोसेस हो, हाम्रो व्यक्तिगत लाइफ पनि डाइनामिक छ। सो एभ्री डे वी टेक न्यू डिसिजन्स एज पर द सिचुएसन। आज पानी पऱ्यो छाता बोक्छु, भोलि घाम लाग्यो छाता बोक्दिनँ नि त। सो यो सिचुएसन बुझेर, जसले चाहिँ दिनकाल परिस्थिति बुझेर चाहिँ जनताको हितमा अब यो डिसिजन लिनुपर्छ भन्छ, हि इज द लिडर फर मी। अनि त्यही लिडरसिपको हिसाबमा चाहिँ हेर्छु म। अब समग्रमा अब म कन्क्लुजनमा आउँदैछु है, त्यो के भन्दाखेरि डुवर्सले हामी अब एउटा आँखाले हेर्नु पर्दाखेरि जुन चाहिँ रवैया छ होइन हिजको, त्यो हिसाबले अघि भने जस्तै इन्डिपेन्डेन्टली सोच्नु पर्यो, त्यसरी काम गर्नु नै पर्यो। बिचारा भएर काम गर्ने जग्गा छैन, यही होइन। भविष्यमा पहाडले काखी चेपेर डुवर्सलाई अगाडि लान्छ भन्ने कुनै, मैले अघि भने लिडरसिप कतिपय इन्सेक्युरिटीमा छ। अनि सेकेन्ड कुरा के हो भने जबसम्म हामी आफ्नो खुट्टामा उभिँदैनौँ, उसलाई कसैले पनि त्यसरी त्यो उयो गर्दैन क्या, त्यो चेपेर हिँड्दैन। मान्छे स्वार्थी छ, पोलिटिक्स पनि स्वार्थी हो होइन, त्यो सबै ठाउँमा आफ्नो आफ्नो स्वार्थ हुन्छ। मान्छेले उसलाई नै भ्यालु दिन्छ जो पावरफुल छ इन एभ्री फिल्ड होइन। अन्त त्यो पावरसम्म जानु पऱ्यो क्या। अब पहाडको लिडरसिपहरूले पनि धेरैजनाले त्यो नेगोसिएसन गर्छ भनेको नि, त्यो उसले आफ्नो पावर देखाएको नि त, डुवर्सलाई पनि समावेश गरेर। त्यो पावरसम्म यदि हामी पुग्यौँ भने अभियसली नेगोसिएसन पावर आउँछ। डुवर्सकोमा अहिले त्यो नेगोसिएसन पावर छैन। डुवर्स मतलब के भन्छ, छरपष्टै छ। त्यो छरपष्टलाई अलिकति सङ्गठित गरेर एक ठाउँमा पावरफुल यदि आयो भने डेफिनेटली डुवर्सले एउटा गर्छ। अनि म आशा गर्छु डुवर्सबाट धेरै लिडरसिप जन्मिनुपर्छ, जुन लिडरसिपले चाहिँ नि एउटा नयाँ भिजन दिन सकोस्। अनि डुवर्सले पहाडलाई बाटो देखाओस् न, विच इज द प्रब्लम होइन।
किन पहाड त एकत्रित छँदैछ। अब आजको दिनमा त्यो इन्टरलोकुटर आउँदैन, हाम्रोमा डकुमेन्ट छँदैछ। अब डुवर्सले के डिसिजन लिने? खासमा त इन्टरलोकुटर त डाइरेक्ट डुवर्समा जानु पर्यो। पहाडले त भनिसक्यो गोर्खाल्यान्ड चाहन्छ, लु अब डुवर्सको पो समस्या बेसी छ त, तिमी त्यहाँ जाऊ, त्यहाँ बुझ, त्यहाँको जनतालाई लिएर चाहिँ अब डुवर्सले चाहिँ तिमीले यसो गर भनेर चाहिँ निर्णय दिनुपर्ने काम चाहिँ अब डुवर्सको, मलाई त्यस्तो लाग्छ। ओके, ठिक छ, थ्याङ्क यू भेरी मच। दामी कन्भर्सेसन भयो। हुन्छ, लु थ्याङ्क यू, धेरै दिनमा बात भयो हाम्रो पनि। आज भोइसले पनि साथ दिएन, दर्शकवृन्दलाई म माफी चाहन्छु। भविष्यमा फेरि पनि हामी भेट हुने नै छौँ। हाम्रो दर्शकलाई एउटा होइन, धेरैलाई अब यो थाहा नहोला, आज यो भिडियो हेरेर सायद तपाईँले जानकारी पाउनुहुन्छ होला। म डुवर्सकै छोरा हो अनि मादरिहाटमा जन्मेको, अनि कर्म मतलब शैक्षिक मेरो जुन थियो त्यो सिलगढीमा भयो, आजको दिनमा यहाँ छु। अनि मलाई लाग्छ डुवर्समा धेरै प्रतिभाहरू छन्, जुन प्रतिभाहरूले चाहिँ धेरै काम गर्न सक्छन्। डुवर्सले नपाएको भनेको चाहिँ मौका मात्रै नपाएको, अनि मौका पायो भने डुवर्सले राम्रो गर्न सक्छ भन्ने चाहिँ मलाई लाग्छ। अनि डुवर्स अघि आउनुपर्छ। अनि जहाँसम्म लाग्छ भोलिको दिनहरूमा अराजनैतिक त्यस्तो खालको केही इनिसिएटिभहरू भयो भने म आफै पनि त्यसमा संलग्न हुन चाहन्छु, अनि मिलेर केही काम गर्न सकिन्छ होला इन फ्युचर। राजनीतिक रूपले चाहिँ पहाड र डुवर्स अलग अलगै हो, मलाई लाग्छ त्यो जसरी चल्दैछ अहिले त्यसरी नै चल्छ होला इन फ्युचर पनि। धन्यवाद।